सुरु गरौँ होइन त? धन्यवाद सबैजनालाई। यति भनिसकेपछि चिनिहाल्नुभयो, फेरि जानकारी गराउनु पर्ने परिचय दिनुपर्ने भएन होइन? मेरो चाहिँ यो के भन्छ डिप्लोम्याटहरू भएको ठाउँ भए पनि म साह्रै इन्फर्मल मान्छे छु, त्यसलाई त्यसै गरी बुझ्नु होला। योभन्दा अगाडिको प्यानल चाहिँ काम गरेका मान्छेहरूको थियो, यो चाहिँ अलि धेरै गफ गर्ने मान्छेहरूको प्यानल छ, त्यसलाई पनि हामीले त्यसै गरी बुझौँ होला। र मैले अब कुराको सुरुवात गरिहाल्छु। हामीसँग सुरेन्द्र पाण्डे पनि भनिएको थियो, तर उहाँ हुनु भएन र मैले कुराको सुरुवात चाहिँ गफ गर्ने मान्छेहरूको बिचमा पनि अलि धेरै काम गरेकै मान्छेबाट सुरु गरौँ, रामेश्वर सरबाटै होइन? सर, अब यहाँहरूले हालसालै एउटा आर्थिक सुधारका लागि भनेर गहिरो अध्ययन पनि गर्नुभयो, प्रतिवेदन सरकारलाई बुझाउनु पनि भएको छ। त्यसमा चाहिँ यहाँहरूले बोर्डरलेस अर्थतन्त्रको कुरा गर्नुभएको छ। अब त्यो अलिकति नयाँ जस्तो पनि लाग्यो हामीहरूलाई र सम्भव हुन्छ कि हुन्न भन्ने लाग्यो। यो भनेकै के हो बाटै सुरु गरौँ सर। यो शब्दावली चाहिँ सबैजनाले बुझिआछन् जस्तो लागेको थियो मलाई यहाँ तपाईँले प्रश्न सोध्नुभन्दा अगाडि नेपालको यसै विषयमा काम गर्ने मन्त्रालयका पूर्व सचिवजीले पनि सोध्नुभयो, तपाईँहरूले भन्न खोजेको के हो? यो भनेको नेपालीहरूलाई खुला रूपमा चीनतिर पनि भारततिर पनि, अथवा भारततिर त स्वाभाविक रूपमा छ, दुवैतिरको सीमालाई खुला गर्ने हो कि भन्ने हिसाबले प्रश्न सोध्नुभयो। यथार्थमा त्यो होइन। इकोनोमी भन्ने बित्तिकै इकोनोमीमा चाहिँ यो राजनीतिक सीमाको कुरा चाहिँ आउँदैन। आर्थिक गतिविधिहरू सीमारहित ढङ्गले चल्न सक्छन् भन्ने हिसाबले हामी चाहिँ पटक पटक राजनीतिक सीमाको कारणले आर्थिक नाकाबन्दीमा पऱ्यौँ, जुन हाम्रो आफ्नै जीवन कालखण्डमा पनि नेपालीहरूले सम्झना लायकका नाकाबन्दीहरू भोग्यौँ। त्यो दक्षिणतिरबाट पनि भोग्यौँ, उत्तरतिरबाट पनि भोग्यौँ। दुवैतिरबाट भोगेका हुनाले हामीले हाम्रो अर्थतन्त्रलाई सबल, सक्षम, प्रतिस्पर्धी बनाउने हो भने हामी चाहिँ सीमारहित अर्थतन्त्रको दिशामा जानुपर्छ भनेर सीमाको बन्देजले नसक्ने खालका आर्थिक गतिविधिहरूलाई हामीले विस्तार गर्नु पऱ्यो। त्यसमा लगानी बढाउनको निमित्त निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पऱ्यो र त्यसको निमित्त अहिले रहेका जति पनि कानुनी नीतिगत बन्देजहरू छन् ती बन्देज फुकाउनु पऱ्यो भन्ने सन्दर्भमा जस्तै पुसको 26 गते नेपाल सरकारले जुन अध्यादेश प्रस्तुत गर्यो र त्यसपछि गएपछि संसदबाट त्यो कानुनको रूपमा पनि आइसकेको छ। नेपालीहरूलाई बाहिर लगानी गर्न दिने भन्ने बित्तिकै त्यो के हो? सीमालाई हामीले तोड्यौँ। त्यो एउटा सानो व्यावसायिक गतिविधिलाई मात्रै खुला गरिएको छ। हामीले हाम्रो प्रतिवेदनमा चाहिँ होइन त्यो सानो मात्रै होइन कि अरूलाई पनि खुला गर्न सकिन्छ। नेपालीहरूको प्राविधिक क्षमता भएको, ज्ञान भएको, त्यसको प्रयोग गरेर यदि हामीले अफसोरिङ गर्न सक्छौँ भने, यथार्थमा भन्ने हो भने सीमारहित अर्थतन्त्र भनेको अफसोरिङ गर्ने हो। र हामी चाहिँ अनसोरमै बसेर कारोबार गर्न थाल्यौँ भने हामीले निर्यात गर्नको निमित्त अनेक बन्देजहरू, हाम्रो सबभन्दा नजिकको बजार भनेको के भारत हो कि चीन हो, त्यहाँ अनेक थरीका बन्देज छन्। त्यो कतिपय अवस्थामा चाहिँ तपाईँको नन ट्यारिफ बन्देजको रूपमा आउँछन्, कतिपय अवस्थामा ट्यारिफ बन्देजको रूपमा आउँछन्। त्यो बन्देजलाई हामीले किन बेकारमा हाम्रो कन्स्ट्रेन्ट हो भनेर मानेर हामी अर्थतन्त्रलाई खुम्चाइरहने? हाम्रो अर्थतन्त्रलाई विस्तार गर्न दिने हो भने हामी चाहिँ अफसोरिङ गर्नुपर्छ। अफसोरिङ गरियो भने नन ट्रेडेबल गुड्सहरू पनि हामीले बाहिर गएर त्यसको कारोबार बढाउन सक्छौँ भन्ने सन्दर्भमा सीमारहित अर्थतन्त्र बनाएको हो। तर यो प्रश्न आजको विषयवस्तुसँग सम्बन्धित चाहिँ थिएन। तपाईँले यसबाट प्रारम्भ गर्नुभयो, आजको विषयवस्तुसँग सम्बन्धित प्रश्न सोध्नुभयो भने त्यसको उत्तर चाहिँ पछि दिउँला म। धन्यवाद। हस्, थ्याङ्क यू सर। यो नयाँ कुरा भएको जस्तो लागेको हुनाले अलिकति क्लियर पनि हुन्छ भनेर हामीले त्यो सल्लाह गऱ्यौँ। अब म चाहिँ एनपी साहु त पूर्व परराष्ट्र मन्त्री, उहाँले अब विभिन्न खालको अब चाहिँ आजको विषयसित सम्बन्धित हुन्छ सर। नेगोसिएसनहरू पनि हेरिराख्नु भयो र पछिल्लो नेगोसिएसन हामीले राम्रोसँग हेरेको भनेको बिआरए फ्रेमवर्क सम्झौता हुने बेलामा त्यतिखेर चाहिँ विभिन्न खालका नेगोसिएसन्स भए। यहीँ राजनीतिक दलहरू बिचका वार्ता छुट्टै, फेरि अरू खालका छलफलहरू छुट्टै, चाइनामा गएर छुट्टै, त्यो सबै कुरालाई चाहिँ यहाँले नजिकबाट हेर्नुभएको थियो। त्यतिखेर तपाईँले के पाउनुभयो त्यो नेगोसिएसन हुँदाखेरि र ती वार्ताहरू हुँदाखेरिका? तपाईँसँग पक्कै केही अनुभवहरू छन् होला, त्यो सुनाइदिनु न हामीलाई। त्यसमा चाहिँ अझ धेरै चाहिँ काङ्ग्रेस र एमाले बिचको वार्ताको कुरा चाहिँ अझै यहाँले भनिदिनु भयो नि। धन्यवाद सुवेदीजी। अब सुरुमा चाहिँ सुवेदजीले प्रबुद्ध पत्रकार पनि डिमार्केसन नै काम गर्न र गफ गर्ने भनेर गरिसक्नु भएको छ।
अब त्यस कारण त्यसले चाहिँ अलिकति हामीलाई लिभरेज पनि दिएछ। अलिक गफै गऱ्यौँ भने पनि सबैले छुट दिनेछन् भन्ने विश्वास लिएको छौँ। अब मुख्य कुरो के हो भनेपछि मैले परराष्ट्र मन्त्रीको हैसियतले धेरै ठाउँ जाँदाखेरि 3 ठाउँमा चाहिँ अफिसियल भिजिटमा चाहिँ गए, इन्डिया, चाइना र युनाइटेड स्टेट्स। अरू पनि ठाउँ गए तर चाहिँ यो 3वटा ठाउँ र हाम्रो परराष्ट्र नीतिको प्रस्तावनामै उल्लेखित कुरा छ हाम्रो परराष्ट्र नीति असंलग्न रहनेछ भने हुनाले त्यसको मन्त्री र शिखर सम्मेलन दुईटै पनि एटेन्ड गरे। त्यो आधारमा मैले चाहिँ अब तपाईँले यो चाइनासँगको बिआरआईसँग जोडेर मात्रै चाहिँ कुरा गर्नुभयो। अब टपिक यसो हेर्दाखेरि जियो पोलिटिकल कुरा र त्यसमा चाहिँ बाइलेटरल नेगोसिएसनकै सन्दर्भमा यो कुरालाई पनि म चाहिँ उल्लेख गर्न चाहन्छु। वास्तवमा यो हामी कहाँ चाहिँ धेरै पहिले छलफलमा आएको छ। अघि काम गरेका अनुभवी मान्छेहरूले पनि चाहिँ बोल्नु भएको छ, भन्नुभएको छ। हामी कहाँ चाहिँ पहिले हतारमा हस्ताक्षर गर्ने, हाम्रो दुईटैतिर या हाम्रो रिलेसन चाहिँ शक्ति राष्ट्रहरूसँग छ, उनीहरूलाई खुसी बनाउनका लागि, एपिज गर्नका लागि चाहिँ हतारमा यस भनिहाल्ने अनि चाहिँ त्यसपछि वर्कआउट गर्ने किसिमको हामी कहाँ परम्परा छ। अब त्यसमा कुन कुन ठाउँमा के भयो भनेर मैले उल्लेख गर्दाखेरि सम्बन्धित देशहरूसँग पनि वास्तवमा एग्रिमेन्ट भइसकेको छ। सम्बन्ध बिग्रिने कुराभन्दा बाहेक अरू केही कुरा हुन सक्दैन। तर हामीले केही पाउँछौँ, सानोतिनो कुराको प्रिभिलेज हुन्छ, गुडमुखमा रहन्छ सरकारमा बस्या मान्छेहरू भन्ने आधारमा मात्रै कहिलेकाहीँ चाहिँ हामी सहमत भइदिन्छौँ। सहमत हुने बित्तिकै एउटा समस्या उत्पन्न हुन्छ। यो नपढेरै चाहे त्यो परराष्ट्र भन्नुहोस्, अहिले मेरो मित्र डक्टर साहब त गइसक्नुभयो क्यारे, यो प्लानिङ कमिसन या प्लानिङ कमिसन भन्नुहोस् या चाहे अर्थ भन्नुहोस्, त्यसको इन्टिग्रेटेड रूपमा जस्तो कहिलेकाहीँ चाहिँ यो बिआरआईको कुरा आउला, कतिखेर चाहिँ एमसिसीको कुरा आउला या कतिखेर इन्डो पेसिफिकको कुरा आउला। अब त्यसमा सबै लाइन एजेन्सीहरू एक ठाउँमा आएर छलफल गरेर त्यसको परराष्ट्रको दृष्टिकोण के हो, परराष्ट्र नीतिसँग त्यो कुन अर्थमा सापेक्ष छ, आर्थिक रूपमा त्यसले चाहिँ के बेनिफिट दिइरहेको छ। अब चीनले एउटा नीति फर्मुलेट गरेको छ, अमेरिकाले एउटा फर्मुलेट गरेको छ, इन्डियाले पनि मसाला रोड भनेको छ, चाइनाले सिल्क रोड भनेको छ। जति पनि यस्ता फर्मेसनहरू, इन्टरनेसनल फर्मेसनहरू भइरहेका छन्, त्यसमा के कम्पोनेन्टहरू छन्। खालि त्यो नेपालसँग द्विपक्षीय रूपमा नेपालले अनुदान ग्रान्ट पाउने कुरा मात्रै छ कि त्यसमा उनीहरूको स्ट्रेटेजिक कुरा, सेक्युरिटीका कुराहरू या इन्टरनेसनल्ली लबिङ गर्ने कुराहरू या आफ्नो पक्ष राष्ट्रहरूको सङ्ख्या अभिवृद्धि गर्दै लैजाने कुराहरू या चाहिँ आर्थिक बेनिफिटका कुराहरू, चाहिँ इन्भेस्टमेन्टका कुराहरू के कुरा छन् भनेर यसको बारेमा विशद व्याख्या विश्लेषण नगरेरै चाहिँ पहिले हतारमा यो भ्रमण सफल गर्नुपर्छ राजनीतिज्ञहरूको भनेर व्यावहारिक कुरामा चाहिँ वार्ता छलफल नगरेर पनि सैद्धान्तिकै सहमति भनेर पनि छिटो दस्तखत गर्ने चाहिँ परम्परा छ। यो चाहिँ त्यति राम्रो कुरा होइन। अब जहाँसम्म म चाहिँ भारतमा प्रधानमन्त्री, यो चाइनामा प्रधानमन्त्रीज्यूको भिजिटको बेला हामी चाहिँ गएका थियौँ। त्यहाँ चाहिँ यो भिजिट, इन्टरनेसनल भिजिट हुने बित्तिकै हामी कहाँ एउटा प्रब्लम छ। प्रब्लम के छ भनेपछि बर्डन अफ सक्सेस अफ द भिजिट, त्यो भिजिटलाई सफल बनाउने भार चाहिँ ठुला शक्ति राष्ट्रहरूको भार चाहिँ नेपाल पक्षमा ज्यादा पर्ने गरेर चाहिँ व्यवहार गरिन्छ। विशेष गरेर नेपालीहरूबाट, नेपालभित्रबाट। भारतमा प्रधानमन्त्री गयो या परराष्ट्र मन्त्री गयो भनेपछि होइन, केही न केही माग्नै पर्छ, पाउनै पर्छ, अनुदान पाउनुपर्छ या चाहिँ त्यसमा जोइन्ट
आउनै पर्छ, आएन भने सम्बन्ध खराब भयो। यो सम्बन्ध खराब हुने बित्तिकै यो सम्बन्ध त्यसको भेरी प्राइमरी अस्तित्वसँग पनि जोडिएको छ भन्ने अर्थमा नेपालको चाहिँ नेपालभित्र छलफल बहस हुन्छ, चीनका सन्दर्भमा पनि भारतका सन्दर्भमा पनि। जबकि यथार्थ कुरो के हो भने कुनै पनि देशको राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र मन्त्री जो पनि बाहिर जान्छ, बाहिर जाँदाखेरि उसले नेसनल इन्ट्रेस्टको लागि खुला बाइलेटरल नेगोसिएसनबाट खुला छलफल वार्ता गरेर फर्किने सुविधा उसलाई चाहिँ दिनुपर्छ। त्यहाँ जोइन्ट हरेकचोटि चीन र भारतको संयुक्त विज्ञप्ति निक्लिहाल्छ भन्ने छैन, अमेरिका र चाइनाको निक्लिहाल्नुपर्छ भन्ने छैन, भारत र चाहिँ अमेरिकाको निक्लिहाल्नुपर्छ भन्ने कुरा हो छैन। त्यसकारण चाहिँ के छ भने हामीले अलिकति सानो मुलुक भएको हुनाले परराष्ट्र नीतिले आन्तरिक राजनीतिलाई चाहिँ जहिले पनि, परराष्ट्र सम्बन्धले आन्तरिक राजनीतिलाई जहिले पनि बिथोलेको जस्तो चापमा राखेको, दबाबमा राखेको जस्तो चाहिँ महसुस भइरहेको छ। किनभने कहिले चाइना जाँदाखेरि त्यो भिजिट सक्सेस हुनु पर्यो, भारत जाँदाखेरि भारतको भिजिट सक्सेस हुनु पर्यो, अमेरिका जाँदाखेरि त्यहाँको भिजिट सक्सेस हुनु पर्यो। त्यसकारण मुख्य कुरा के हो भने परराष्ट्र नीति नेपालको त्यसलाई चाहिँ जति व्याख्या गरे पनि दुई पिलरमा उभिएको छ। हामीले यसमा फेरि पछाडि यसैसित सम्बन्धित प्रश्न छ, अहिले चाहिँ अलिकति छुट्याइदिनु भयो। यो बिआरआईको कुराका हकमा, बिआरआईका बारेमा सुरुदेखि नै हामीले बिआरआईको बारेमा चाहिँ के दृष्टिकोण बनाएका छौँ भनेपछि नेपाल अहिले मल्टिलेटरल जुन अर्गनाइजेसनहरू छन्, विशेष गरेर यी आइएमएफ, एडिबी या तिनीहरूबाट मात्रै हामी चाहिँ लोन लिन सक्छौँ, या कुनै देशसँग बाइलेटरल रूपमा चाहियो भने हामीलाई चाहिँ लोन लिन सक्छौँ। तर एउटा फ्रेमवर्क अन्तर्गत हामीले लोन लिने कुराका लागि हामीलाई टाइम चाहिन्छ, हाम्रो इकोनोमीलाई पनि टाइम चाहिन्छ र सैद्धान्तिक रूपमा हामीले बिआरआईलाई पहिले नै एक्सेप्ट गरिसकेका थियौँ, 17मै एक्सेप्ट गरिसकेका थियौँ। तर त्यसको कार्यान्वयनका लागि नेपालले अनुकूल अवसरमा मात्रै हामी कार्यान्वयन गर्न सक्दछौँ भन्ने हाम्रो चाइना भिजिट भएको बेला नेपाल सरकारको दृष्टिकोण थियो। र त्यसमा हामीले के भनेका थियौँ भनेपछि यो हामी ग्रान्टमा मात्रै हामी जान्छौँ, लोनमा चाहिँ हामी जान सक्दैनौँ। त्यसका विभिन्न कारणहरू थिए। लोनमा जानका लागि जस्तो ब्याज दरको कुरा आउँछ, लोनको ड्युरेसनको कुरा आउँछ, यी कारणले पनि चाहिँ हामीले त्यो कुरा भनेका थियौँ। र अब हामीले सैद्धान्तिक रूपमा स्वीकार गरेका थियौँ, तर कार्यान्वयनका लागि उपयुक्त अवसरमा हामी निर्णय गर्छौँ भनेर नेपालले त्यही कुरा चीनलाई कन्भे गरेका थियो। धन्यवाद। हस्, थ्याङ्क यू। म शिशिर खनालज्यू समक्ष आउँछु। उहाँ राजसपाका सांसद, राजसपाका तर्फबाट प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य पनि हुनुहुन्छ। त्यो समितिमा उहाँ नयाँ सदस्य हुनुहुन्छ, धेरै जसो चाहिँ उहाँको पार्टीका बाहेक अरू एमाले, काङ्ग्रेस, माओवादीका चाहिँ पुरानै मान्छेहरू बस्छन्। त्यस कारणले कहिलेकाहीँ संसदको समितिको रिपोर्टिङ गर्दाखेरि उहाँले उठाउने प्रश्न हामीले उठाउने प्रश्न जस्तै हुन्छ, त्यस्तो खालको सुनिन्छ। त्यस कारणले म त्यहाँ उहाँले उठाइराखेकै प्रश्नहरूबाटै म जान्छु। परराष्ट्र मन्त्रीको विभिन्न खालका भ्रमणमा होस् या प्रधानमन्त्रीको भ्रमणमा अथवा यस्ता खालका सम्झौताहरू दुई देशीय अथवा त्रिदेशीय सम्झौताहरू हुने क्रममा चाहिँ सम्झौता भएर आउने, छलफल भएर आउने अथवा भिजिट सकिएर आउने, अनि बल्ल संसदमा अथवा समितिले बोलायो भने मात्रै सरकारको तर्फबाट आफै इनिसिएसन लिएर संसदमा गएर भन्ने पनि होइन र समितिमा भन्ने पनि होइन। समितिले एकचोटि होइन 3-4 चोटि 5-7 चोटि पुरै बोलाइ गरेपछि एकचोटि गएर जानकारी दिने खालको हाम्रो त्यस्तो खालको परम्परा देखिन्छ। र त्यसबारेमा उहाँले त्यहाँ अलि धेरै क्वेसन पनि उठाइराख्नुहुन्छ। पहिले नै समितिमा भनेर जाँदा चाहिँ हामीले पनि सुझाव दिन सकिन्थ्यो कि भन्ने खालको कुराहरू हुन्छन्। तपाईँले अब यत्रो समय हेर्दाखेरि, झन्डै 2-2.5 वर्ष हेर्दाखेरि चाहिँ तपाईँले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले, संसदले यो सरकारका भिजिटहरू र यस्ता सम्झौताहरूलाई चाहिँ कतिको निगरानी गरेको पाउनुभयो र के गर्नुपर्छ भन्ने लाग्छ?
धन्यवाद बिनुजी, सेसेफलाई पनि विशेष धन्यवाद। यो संसदीय समिति चाहिँ सेसिफको यस्तै यस्तै र अन्य संस्थाहरूको यस्तै यस्तै कार्यक्रममा आएर म चाहिँ गुनासो गर्ने मान्छे जस्तो मात्रै हुन थालेको छु। म अघिल्लो कार्यक्रममा पनि मेरो अलिक बढी गुनासो थियो संसदीय समिति प्रति, अहिले पनि त्यहीँबाट सुरु गर्नुपर्छ कि जस्तो छ। किनभने हामी बैठकै बसेका छैनौँ। पछिल्लो 3-4 महिना हेऱ्यो भने हाम्रो संसदीय समितिको खासै औपचारिक बैठक बसेको भनेको 2 पटक होला, त्यो पनि पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयहरूमा मात्रै छ। अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएको विषयहरूमा हामीले समितिले छलफल नै नगरेको नै 4-5 महिना जस्तो हुन थाल्यो। अलिक गम्भीरतापूर्वक हामीले छलफल नगरेको। त्यो अर्थमा हेर्दाखेरि हामी जति यो पछिल्लो समय म एउटा रिसर्च पनि गर्दैछु, यो 2वटा ठुलो पार्टीको सरकार बनिसकेपछि समग्रतामा सम्पूर्ण संसदीय समितिहरू शिथिल भएको हो कि भन्ने मेरो आकलन छ। मैले कतिवटा बैठक बस्यो सबै समितिको भनेर मेरो सचिवालयलाई काम लगाएको, प्रतिनिधि सभाको सचिवालयले त्यो डेटा पनि मलाई दिन सकेका छैन। त्यहाँ 2 जना कर्मचारी फुल टाइम हुनुहुन्छ, तैपनि त्यो एउटा सामान्य रेकर्ड पनि मैले पछिल्लो 1 महिनादेखि कोसिस गर्दा पनि पाइराखेका छैन। भनेपछि मैले यो कुरा किन भनिराखेको छु भने समग्रतामा नै संसद अथवा सांसदले सरकारको कामको निगरानी गर्ने, उसलाई जवाफदेही बनाउने भन्ने हो। तर व्यवहारमा चाहिँ म अब नयाँ यहाँले भन्नुभएको जस्तै मेरो समितिमा पनि राजनीतिक रूपमा पनि धेरै हिसाबले नयाँ राजनीतिमा आएको मान्छे पर्दाखेरि धेरै हिसाबले त्यो ढङ्गको जुन हाम्रो आफ्नो बुझाइ थियो संसदले अथवा सांसदले जस्तो काम गर्नुपर्छ भन्ने लाग्दथ्यो, त्यस्तो खाले कामहरू भइराखेको देखिँदैन। र एकदमै बढी औपचारिकता, अघि यहाँले भन्नुभएको जस्तै यो विदेशसँग सम्बन्धित कुनै पनि एजेन्डामा, जस्तै आजै पनि अब न्युजहरूमा पछिल्लो समय सगरमाथा संवादको कुराहरू आइराखेका छ। तर हाम्रो समितिलाई औपचारिक रूपमा मान्य पूर्व मन्त्रीज्यू पनि मेरै समितिमा हुनुहुन्छ, आजसम्म पनि हामीलाई समाचारमा यहाँहरूले जस्तै समाचारमा पढेर म पनि त्यो समितिको सदस्यको रूपमा थाहा पाइराखेको छु भने चाहिँ हामीलाई नेपाल सरकारले एउटा ठुलो कार्यक्रम आयोजना गर्दैछ भन्ने, कसलाई बोलाइराखेको छ, त्यसको एजेन्डाहरू के हुन्, त्यसमा इभन एज अ एमपी हामीले के भूमिका खेल्न सक्थ्यौँ सक्दैनथ्यौँ भन्ने विषयले पनि प्रवेश पाएको छैन। त्यो अर्थमा हेर्दै गर्दाखेरि कुनै पनि परिवेशमा सरकारले संसद अथवा इभन हाम्रै संसदीय समितिलाई प्रायर इन्फर्मेसन, मैले 2017मा बिआरकै कुरा गर्दा पनि मैले धेरैचोटि अग्रिमेन्ट त साइन भएको अग्रिमेन्ट त कम्तीमा जानकारी त हुन पर्यो संसदलाई औपचारिक रूपमा। अब हामीले समाचारमा पढेर त जानकारी पाएका छौँ त्यो कन्टेन्ट टेक्स्टको बारे, तर संसदले औपचारिक रूपमै जानकारी पाएन। कम्तीमा त्यति जानकारी राख्ने हक त संसद अथवा संसदीय समितिले राख्ला नि भन्दा धेरैचोटि माग्दा बल्ल यो बिआरआईको पछिल्लो सम्झौता भएपछि बल्ल आइपुग्यो भनेपछि त्यो जवाफदायिता अथवा सरकारको ले प्रोएक्टिभली सांसदहरूलाई समितिलाई इङ्गेज गर्ने गरेको चाहिँ कतै पनि मैले अहिलेसम्म पाएको छैन। हस्, थ्याङ्क यू यहाँलाई। हामीसँग अर्का वक्ता माधव सापकोटा, उहाँ नेकपा माओवादी केन्द्रका सांसद। हामीले अब सरकारलाई परेका अप्ठ्यारो, संसदले परेका अप्ठ्यारो सप्ठ्यारोका विषयमा सोधिसकेपछि म चाहिँ माधवजीसँग के सोध्न चाहन्छु भने पार्टी पनि सम्बन्ध छ चाइनासँग त नेपालका पार्टीहरूको, विशेष गरी नेकपा माओवादी केन्द्र र एमालेको त अब पार्टी यो पार्टीको सम्बन्ध हुँदाखेरि त्यसले चाहिँ त्यहाँको पार्टी भनेको फेरि राज्य नै होला उनीहरूको त, हाम्रा पार्टी बरु पार्टी राज्य फरक हुने भयो। अनि त्यसो गर्दा त्यो हाम्रो राज्यसँग चाइनाले गर्ने नेगोसिएसन अथवा भारतले गर्ने सम्झौता छलफल र राज्यले गर्ने छलफल र सम्झौताहरूमा चाहिँ पार्टी बिचको सम्बन्ध सौहार्द हुँदा या खराब हुँदा कस्तो खालको प्रभाव या असर पार्छ, तपाईँको बुझाइ के छ? धन्यवाद बिनुजी। सबै उपस्थित विशिष्ट महानुभावहरू अभिवादन, गुड इभिनिङ। पहिला त बिनुजीको प्रश्नभन्दा अगाडि म यो विषय चाहिँ हामी नेपालको जुन भौगोलिक अवस्थितिमा छौँ, हामीले अलि बुद्धि पुर्याएर काम गर्ने हो भने हाम्रा लागि चुनौती र अवसर दुवै कुरा हो।
तर अब एउटा के समस्या छ भने परराष्ट्र मामलामा मात्रै होइन कि सबै कुरामा आज जस्तो तपाईँ हेर्नुभयो भने देशका सबै प्रमुख राजमार्गहरू लोकमार्गहरू अस्तव्यस्त छन् भन्दा हामी रिसर्च बेसमा काम गरेका छैनौँ। स्वभावैले यो हाम्रो वर्किङ स्टाइल त परराष्ट्र मामलाको काममा पनि देखिने भइ नै हाल्यो। त्यसैले यो कोणबाट बुझिनुपर्छ भन्ने मेरो पहिलो दृष्टिकोण छ। जहाँसम्म बिनुजीले पार्टी बिचको सम्बन्धले कस्तो प्रभाव पार्छ भन्ने विषय छ, यसमा मेरो कुरा कस्तो छ भने हामी अघि यहाँ पूर्व परराष्ट्र मन्त्रीज्यूले नि राख्नुभयो, हाम्रो चाहिँ अलि परसम्म आज गरेका सम्झौताहरूले 20-50 वर्ष पछाडि कस्तो असर प्रभाव पार्छन् र के परिणाम आउँछन् भन्ने कुरामा कम रिसर्च गरिएको छ र कम ख्याल ध्यान गरिएको छ। तात्कालीन हिसाबले एउटा त अब परिणाम के आयो भन्ने भन्दा पनि यो सरकारलाई फलानु राष्ट्रले रेस्पोन्स गरेको छ, निश्चित केही राष्ट्रहरूको मात्रै, समग्रमा पनि छैन भन्दा त्यसको असर यहाँ छ। यसरी हेर्दा अनौपचारिक रूपमा चाहिँ सम्बन्धहरूलाई समधुर बनाउने, सूचनाहरू सङ्कलन गर्ने, त्यसका आधारमा अपडेट लिने र त्यो आधारमा थप योजना बनाएर कलेक्टिभली एक्सपर्टहरूको चाहिँ मद्दत लिएर डिल गरेर परिणाम हासिल गर्ने प्रकारको हाम्रा चिजबिजहरू छैनन्। अब यसलाई संस्थागत गर्दाखेरि पार्टी बिचका सम्बन्धहरू राम्रो हुँदा चाहिँ अहिले मैले भनेको जस्तो अनौपचारिक या भित्रिया कामका लागि चाहिँ यसले बढी चाहिँ मद्दत पुर्याउँछ। यदि हामीले ठिक ढङ्गले संस्थागत र राष्ट्रहितलाई केन्द्रमा राखेर गर्ने हो भने, भएन भने नत्र यसले के हुन्छ भने निश्चित पार्टीका निश्चितहरू नेताहरू जानुहुन्छ, घुम्नुहुन्छ, फोटा खिच्नुहुन्छ, आउनुहुन्छ, त्यसपछि कमसेकम भ्रमणमा गएर फर्केर आएर त्यसले आफ्नो पार्टीलाई एउटा प्रतिवेदन पनि बुझाउँदैन भन्दा अब परिणाम कस्तो आउँछ भन्दा अफिसियल्ली र अलि लङ टर्म बेसमा यसलाई चाहिँ रणनीतिक कामसँग अनौपचारिक कामलाई जोडियो भने परिणाममुखी हुन्छ। नत्र भने त हामी यिनै पार्टीहरू हौँ, यिनै पार्टीका नेता कार्यकर्ताहरू हौँ, कतिपय सम्बन्धमा सबै पार्टीहरू अलग अलग छन् भनेर पनि कसरी भन्ने आजको सन्दर्भमा के काङ्ग्रेस के कम्युनिस्ट एउटा बहस छ नि। यद्यपि अहिले त्यो फरक बहस हो। यसकारण म के भन्न चाहन्छु भने अनौपचारिक र भित्रिया काम गरेर बल्ल औपचारिक रूपमा चाहिँ सिग्नेटरीमा पुर्याउने प्रचलन या हामी कहाँ त्यो संस्कार छैन। त्यसले गर्दा पार्टीका बिचमा आउने जाने भ्रमण हुन्छ। कसैले व्यक्तिगत रूपमा मेहनत गर्यो भने उसले केही लाभहरू लिएला, नत्र भने ठुलो उपलब्धि भएको चाहिँ मैले चाहिँ अनुभूत गरेको छैन। धन्यवाद। थ्याङ्क यू। रामेश्वर सरसँग आएँ अब चाहिँ सरलाई अलि मजा लाग्छ कि जस्तो लाग्दैछ मलाई। जस्तो सर अब हामीले तीनजना नेताहरूका छुट्टा पार्टीका राजनीतिक दलका मान्छेहरूका कुरा सुनिसकेपछि मलाई चाहिँ यो अहिले भर्खर यहाँ उब्जिएको प्रश्न हो। सरले ब्युरोक्रेसीमा लामो समय गुजार्नुभयो, अझै पनि त्यसको वरिपरि हुनुहुन्छ होइन। अब चाइना, भारत, अमेरिका जहाँसँग पनि हामीले समझदारी सम्झौता गर्दाखेरि विभिन्न मोटिभमा गर्छौँ होला। त्यो सरकार, हाम्रो सरकार कस्तो छ, कुन दलको सरकार छ होइन, कस्ता नेताहरू छन् र उनीहरूलाई चाहिँ कसरी गाइड गरिएको छ भन्ने आधारमा हुन्छ होला। र धेरैजसो सम्झौता सहमति चाहिँ अब राजनीतिक सहमति र संवादकै आधारमा नेतृत्वबाटै हुने भयो। तर अब त्यो सिग्नेचर गर्दा त्यसपछि चाहिँ त्यसलाई कार्यान्वयन गर्दा त अल्टिमेटली त्यो ब्युरोक्रेसीमा आउँछ। त्यहाँ आउँदाखेरि चाहिँ यो त होइन गलत हो, यसलाई त कार्यान्वयनै नगर्ने हो कि भने जस्तो लाग्दो हो कहिलेकाहीँ ब्युरोक्राट्सहरूलाई। त्यस्तो खालको दबाब चाहिँ सरले आफैले पनि पक्कै झेल्नुभयो होला अथवा कति झेल्नुभयो। अहिलेका कर्मचारीहरूले नि सरलाई अनुभव त सुनाउँछन् नै। त्यही भएर त्यो बारेमा चाहिँ सरले अलिकति हामीलाई सुनाइदिनु न। यो तपाईँले सोधेको प्रश्नको अन्तिम खण्डबाट प्रारम्भ गर्छु। त्यस्तो पस्ताउनु पर्ने अथवा गर्नुपर्ने अवस्थाहरू चाहिँ ज्यादै कम हुन्छ। किनभने नेगोसिएसनमा हामीले बाहिर जतिसुकै कुरा गरे पनि अहिले पूर्व परराष्ट्रज्यूले यहाँ राम्रो कुरो भनेर जानुभयो, हामी धेरै हदसम्म इन्फेरियोरिटी कम्प्लेक्सले ग्रस्त छौँ, राम्रो गरेको भनेर हामी आफै पस्ताउने अलग कुरा हो। तर नेगोसिएसन हाम्रा छिमेकी मुलुकहरूसँग र अरू मुलुकहरूसँग, अरू निकायसँग पनि नेगोसिएसन हुन्छ। विश्व ब्याङ्कसँग, एसियाली विकास ब्याङ्कसँग, विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग नेगोसिएसन हुन्छ। नेगोसिएसनका विभिन्न ती जुन प्रकृति छन् त्यो मध्येमा डिप्लोमेटिक नेगोसिएसनमा चाहिँ हामी कतिपय अवस्थामा जस्तै सुगोली सन्धिको कुरा गर्नुभयो, निकै लामो अवधि लगाएर गराए जस्तै हाम्रा भारतसँगका त्यस्ता डिप्लोमेटिक नेगोसिएसन चाहिँ कतिपय लम्बिएका पनि छन्। मैले गरेका नेगोसिएसन चाहिँ प्रायः डिप्लोमेटिक थिएनन् र कतिपय अवस्थामा तपाईँहरूलाई आश्चर्य लाग्न सक्छ। यहाँ बसेका साथीहरू जसमध्येमा हाम्रो पूर्व वाणिज्य सचिव हुनुहुन्छ पुरुषोत्तमजी, उहाँले पनि बताउनु होला फ्लोरबाट।
कतिपय अवस्थामा त हामीले यो हदसम्म एचिभ गर्नको निमित्त नेगोसिएसन गर्ने भनेर गइरहेका हुन्छौँ। उतापट्टिको पक्ष र होइन तिमीहरूले यो माग्दै गयो त्यो पनि दिन हामी तयार थियौँ, तिमीहरूले त माग्दै मागेनौ भन्ने अवस्था पनि छ। खास गरी वाणिज्य सन्धि इन्डियासँग गर्ने क्रममा त्यो अनुभूति म आफै पनि गरेको छु। हामीले एक समयमा नेपालमा आउने भारतबाट आयात गर्ने वस्तुहरूमा उतापट्टिको करको दर र हाम्रो भन्सारको दरको फरक चाहिँ हामीले पछि गएर क्लेम गर्नु पर्थ्यो। ड्युटी रिफन्ड प्रोसिजर भनेर डिआरपी थियो। हाम्रो आफ्नो राजस्व पनि वर्षौँसम्म भारतमा ब्लक भएर बस्ने, अनि हामीले डेलिगेसन पठाएर यता ल्याउनु पर्ने। हामीले त पहिला मागेकै रहन्छौँ त्यो इन्फेरिटी कम्प्लेक्स, भारतले के देला र भनेर। एउटा मिटिङमा यो त हामीलाई गाह्रो भयो, हाम्रो आफ्नो राजस्व तिमीहरूले होल्ड गरेर बसिरहेको छौ, हामीले क्लेम गर्नको लागि प्रत्येक 6 महिनामा 1 वर्षमा पत्र पठाउने, तिमीहरूले पैसा पठाइदिने, यो निगाह त होइन नि, यो त हाम्रो हक हो भनेर प्रश्न उठाएपछि डिआरपी अहिले कम्प्लिटली इलिमिनेटेड छ। कलकत्ताबाट वीरगन्जसम्म सामान आउने बेलामा भारतीय भन्सारले कलकत्तामै खोल्थ्यो। त्यसपछि बल्ल विभिन्न किसिमको त्यो 1 टाइम लक 2 टाइम लक विभिन्न थरीका लक लगाएर नेपाल आउँथ्यो। त्यसले हाम्रो लागत बढायो। ट्रान्ससिपमेन्ट हामीलाई देऊ न भनेर मागेपछि उनीहरूले ठिक छ एकदम दिनु तयार, तिमीहरूको पूर्वाधार हुनु पऱ्यो। त्यही भएर यो नेगोसिएसन चाहिँ हाम्रा विदेशी मुलुकहरूसँग हुने क्रममा मैले त मलाई मूलभूत रूपमा 3टा प्रकृति भन्छु कि एउटा डिप्लोमेटिक नेगोसिएसन जहाँ राजनीतिक मुद्दाहरू पनि सीमाको मुद्दा होला अथवा हाम्रा राष्ट्रिय स्वार्थका मुद्दाहरू होला त्यो गाँसिएको होला, त्यो अलिकति कठिन हुन्छ। र त्यो कठिन भए पनि तपाईँले भने जस्तो यो कुन दलको सरकार छ अथवा यहाँ दल बिचमा सहमति छ कि छैन भन्ने विषयले त्यति तात्विक फरक पर्ला जस्तो लाग्दैन। जतिसुकै बाहिर हाम्रो प्याच्च बोल्ने बानी छ। कतिपय अवस्थामा हाम्रा विदेशी राष्ट्रका प्रमुखहरूले के भन्नुहुन्छ भने तपाईँहरूको प्रधानमन्त्रीले पब्लिकली बोलिदिइसक्नुभयो, अब हामीले के गर्ने, सिनियरहरूले मलाई भन्नुभएको छ होइन। एउटा सर्टन तयारी हुँदै थियो, यहाँ एकजना प्रधानमन्त्रीले बोल्दै हाल्नु हो यस्तो हुँदैछ भनेर। उनीहरू चाहिँ एकदम कसस मिडियामा कुनै पनि कुरा हुनुभन्दा अगाडि आयो भने त्यसको त्यति राम्रो नमान्ने होइन। त्यो सबै मुलुकको हुन्छ। कुनै पनि कुरा निर्णय भइसकेपछि सही भइसकेपछि मिडियामा आइदियो भने राम्रो। हामी अत्यन्त पारदर्शी पनि छौँ। हाम्रो नेताहरू सबैजना काम कुरो हुनुभन्दा अगाडि नै यो हुँदैछ है भनिदिने होइन, 1 वर्ष अगाडि नै भनिदिने। त्यसमा हामी राजनीतिक रूपमा परिपक्व नभएको चाहिँ हो। तर त्यो बाहेकका तपाईँको व्यापार सम्बन्धी सन्धि, यो ऋण सहायता सम्बन्धी सन्धि, यस्ता सन्धिहरूमा चाहिँ त्यति अप्ठ्यारो, चाहे त्यो चीनसँग होस् भारतसँग होस्, हामीले मुद्दाहरू प्रश्नसँग राख्ने र उहाँहरूले पनि त्यो मुद्दाहरू चाहिँ बुझिदिने प्रयत्न गर्ने, त्यो चाहिँ देखिन्छ। त्यसपछि अर्को भनेको प्रोजेक्ट लेभलको एग्रिमेन्ट हो। जस्तै भनौँ न, मैले अब चीनसँग एउटा यो 3 गर्जेससँग वेस्ट सेतीको निमित्त एग्रिमेन्ट गरेँ, गभर्मेन्ट टु गभर्मेन्ट, उनीहरूको पनि गभर्मेन्ट हो हाम्रो पनि गभर्मेन्ट हो। त्यो प्रोजेक्ट लेभलको एग्रिमेन्ट भयो। त्यसमा चाहिँ कुनै पनि किसिमको यहाँ बाहिर भनिए जस्तो हुँदैन। हामीले पनि प्रश्न कुराहरू राख्छौँ, उहाँहरूले पनि प्रश्न कुराहरू राख्नुहुन्छ। सहमतिका बिन्दुमा पुगिएन भने फर्केर आइन्छ होइन। र सहमति भइसकेपछि समझौता भइसकेपछि परिवर्तन पनि गरिएको छ। त्यही वेस्ट सेतीको केसमा काठमाडौँमा सहमति भयो, एकजना मन्त्रीले सहमति गर्नुभयो, होइन यो त हामीलाई चित्त बुझेन भनेर हामी चीनमा गएर त्यो पुरै सम्झौता परिवर्तन गरेर पनि आयौँ। उहाँहरूले मान्नुभयो, किनभने तिमीहरूले पहिल्यै यो भन्दै अब हामीले पहिल्यै अर्को सम्झौता गर्छौँ भन्नुभयो। त्यही भएर जुन हदसम्म हामी सधैँ कमजोर छौँ, हामीले चाहिँ राम्रो सम्झौता गर्न सकेका छैनौँ बाहिरसँग, हामी भू राजनीतिक चेपुवामा छौँ भन्छौँ नि, व्याख्या अहिले परराष्ट्र सचिवले भनिहाल्नुभयो। त्यो चाहिँ एउटा बाहिर क्रिएट गरिएको एउटा हाउगुजी जस्तो मलाई लाग्छ होइन। अब नेपालको इतिहासमा ज्यादै मेहनत गरेर नेगोसिएसन गरेको कथा त किस्साहरू त हाम्रो मधुरजीले भनिहाल्नुभयो होइन। त्यो हुन्छ। तर नेगोसिएसनमा धेरै जसो चाहिँ मेरो अनुभव के हो भने, कुटनीतिक नेगोसिएसनमा जब उनीहरूको परराष्ट्र मन्त्रालय इन्भल्भ हुन्छ, परराष्ट्र मन्त्रालय जहिले पनि कठिन, चाहे त्यो चिनको होस् भारतको त अझै कठिन। त्यही भारत सरकारको फेरि अरू मन्त्रालयसँग, ऊर्जा मन्त्रालयसँग, वाणिज्य मन्त्रालयसँग गरेको नेगोसिएसन भयो भने उनीहरू असाध्यै हेल्पिङ होइन। नेपाल त सानो देश, हामीले सहयोग गर्नुपर्छ भन्ने एकदम अगाडि नै आउने क्या। त्यो कतिपय अवस्थामा त हामीले भारतीयहरूले पनि यस्तो भन्लान् र भने जस्तो पनि लाग्ने। त्यो चीनतिरको पनि बाइल्याटरल नेगोसिएसन त्यो लेभलको उसमा चाहिँ हुन्छ। हामीले लालशङ्करजी यहीँ हुनुहुन्छ, कतिपय कुरामा उहाँलाई फरक पनि अवस्था महसुस गर्नु होला। तर एडको नेगोसिएसनमा चिनियासँग पनि त्यति अप्ठ्यारो चाहिँ हामीले कहिले पनि महसुस चाहिँ गरेनौँ। थ्याङ्क यू सर। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, पूर्व परराष्ट्र मन्त्री, सांसद एनपी साउदलाई चाहिँ मेरो प्रश्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य पनि संसदको भनेपछि धेरै भूमिका छ उहाँको होइन। जस्तो अब हामी समाचार लेख्दाखेरि पनि पढ्दाखेरि पनि यहाँहरूले छलफल गर्दा अनेक हुँदाखेरि पनि सरकारै भन्दा होइन, अब यो भारतपट्टिको हो कि चीनपट्टिको भन्ने सधैँभरि भइ नै राख्छ। तर हामी हाम्रो ठाउँमा बसेर
त्यो हाम्रो स्वार्थका निमित्त सुमधुर सम्बन्ध सँगसँगै एकैचोटि दुवैतिर बनाउन सकेका छैनौँ कि भन्ने अनुभूति हुन्छ होइन। दुवै साइडमा चीनसँग पनि भारतसँग पनि बराबर उस्तै अघि समदूरीको भन्दै हुनुहुन्थ्यो कसैले होइन, सुमधुर सम्बन्ध बनाउने उपाय चाहिँ के होला? तपाईँले राम्रो कुरा भन्नुभयो। वास्तवमा चाहिँ दलपिच्छे फरक फरक नीति राम्रो होइन। दलको सरकार बदलिने बित्तिकै परराष्ट्र नीति पनि परिवर्तन हुने कुरा चाहिँ राम्रो कुरा होइन। केही सानातिना झुकावहरू कहिलेकाहीँ प्राथमिकताहरू फरक हुन सक्दछन्, तर एउटा साझा कमसेकम न्यूनतम कुरामा चाहिँ फ्रेमवर्कमा हाम्रो चाहिँ साझा दृष्टिकोण हुनुपर्छ। अब यस सन्दर्भमा अब म यहाँहरूसँग के भन्न चाहन्छु भने अब नेपालको दुईतिर दुईटा ठुला छिमेकी राष्ट्रहरू छन्। अब 2/3 व्यापार भारतसँग भइरहेको छ, बोर्डर खुला छ, मुद्रा फिक्स छ। काम गर्ने मान्छेहरू कति छन् त्यसको आँकडा अहिले हामीसँग एक्ज्याक्ट निकाल्न सकेका छैनौँ। नेपालबाट कति मान्छेहरू इन्डियामा काम गरिरहेका छन् भन्ने छैनौँ। अब चाइनातिर पनि लामो सीमा छ, करिब 1000 लामो सीमा छ। अब यो सीमामा चाहिँ बोर्डरहरू ठुलो हिमालय बोर्डरमा बस्या छ। सिजनल नाकाहरूको बारेमा हामी चाइना गएको बेला 14वटा जति नाकाको बारेमा कुराकानी भएको थियो। त्यसमध्ये भूकम्पपछि प्रचलित 2वटा नाका पनि चाहिँ सुरु अहिलेसँग पनि राम्रोसँग हुन सकेका छैन। कोदारी तातो पानीको पनि र केरुङको पनि हुन सकेका छैन। चाइनाको नेपालसँग आउने व्यापार पनि समुद्रको मार्ग भारतको बाटोबाट हुन्छ। चाइनाको मेजोरिटी व्यापार पनि भारतसँग त चाहिँ 2/3 व्यापार छँदैछ भने अब अहिले जो श्रम दूरी तपाईँको चाहिँ परराष्ट्र नीति चाहिँ बराबर राख्नुपर्छ भन्ने कुराले चाहिँ हाम्रो आवश्यकताको सम्बोधनको प्रक्रियामा चाहिँ केही जटिलताहरू उत्पन्न गर्छ। विशेष गरेर चाहिँ मैले चाहिँ कहिलेकाहीँ यसो साथीहरूसँग कुराकानी गर्दाखेरि पनि भनेका छौँ, पृथ्वीले सूर्यको परिक्रमा गर्छ तर सिधा 90 डिग्रीमै गर्छ भन्ने होइन। त्यो आफ्नो कक्ष त्यसले स्थापना गर्दाखेरि त्यो ग्रेभिटीको रुल अनुसार गर्छ। हामीले चाहिँ नेसनल सेक्युरिटीको कुरोमा हामीले कुन सन्तुलन कायम गर्नुपर्ने हो र नेसनल बेनिफिट बायोलेटरल बेनिफिटको सन्दर्भमा हामीले कस्ता नीतिहरू अङ्गीकार गर्नुपर्ने हो भनेर चाहिँ छुट्याउन जरुरी छ। अब नेपालको पोलिटिकल पार्टीहरूमा के देखिन्छ भनेपछि उनीहरूको एजुकेसनले पनि त्यस्तो कुरा होला। कार्यकर्ताहरूलाई हामी एजुकेट गरिरहेका हुन्छौँ। के हुन्छ भने कुनै देशबाट ग्रान्ट आयो भने पनि यो लिनुहुन्न भन्छौँ। अब कुनै देशबाट लोन आयो भने पनि सर्वसम्मतिले पास गर्छ। अब ग्रान्टले बेनिफिट गर्छ कि या लोनले बेनिफिट गर्छ भन्ने कुरामा त चाहिँ केही बहस छलफल गर्न सकिन्छ। त्यसकारण कहिलेकाहीँ यो परराष्ट्र नीति जस्ता कुराहरू आफ्नो हितको कुरो भन्दा पनि वैचारिक आग्रह विचारधाराको निकटताका कारणले चाहिँ गाइडेड भएको देखिन्छ। यसमा संवेदनशील हुनु जरुरी छ र तपाईँले भन्नुभयो जस्तै हामीले चीनसँग हाम्रो परराष्ट्र नीतिको या परराष्ट्र सम्बन्धको चीनको नेपालसँगको एक्सपेक्टेसन के हो र नेपालको चीनसँगको एक्सपेक्टेसन के हो त्यो जहिले पनि भारत अमेरिका या अर्को देशसँग तुलना गरिराख्नुपर्छ भन्ने होइन। अर्को देशको सापेक्षतामा एउटा देशसँग चाहिँ सम्बन्ध राख्ने होइन। भारतसँग कुनै सम्बन्ध स्थापित गर्दाखेरि पनि चीनको सापेक्षतामा त्यसलाई चाहिँ राखिराख्नुपर्ने होइन। हामीले आफ्नो नेसनल इन्ट्रेस्टको आधारमा हामीले भारतबाट कसरी म्याक्सिमम बेनिफिट लिन सक्छौँ र चाइनाबाट या अमेरिकाबाट हामीले कसरी म्याक्सिमम बेनिफिट लिन सक्छौँ भन्ने कुरालाई आधारितै भएर हामीले चाहिँ अगाडि बढ्नुपर्ने भएको हुनाले अब यसमा सरकारै पछि पार्टी पछि फरक फरक नीति
चाहिँ वस्तुगत छैनन् र त्यो अहिले हाम्रो ब्युरोक्रेसी एक्सपर्टहरू जति पनि छन् परराष्ट्रका उनीहरूले त्यो कुरोलाई बुझ्या छन् र यसलाई चाहिँ परराष्ट्र नीतिलाई कुनै आन्तरिक राजनैतिक खपतको विषयवस्तु बनाउनु भन्दा पनि राष्ट्रिय हितको उपार्जन गर्न सक्ने राष्ट्रिय हित दिन सक्ने किसिमको नीतिको रूपमा साझा धारणाका रूपमा विकास गर्नुपर्ने जरुरत छ जस्तो लाग्छ। थ्याङ्क यू। अब म शिशिर खनालज्यूलाई सोध्ने एउटा कमन प्रश्न हो, जस्तो यहाँहरू पनि पार्टीकै तर्फबाट औपचारिक रूपमा चीन भ्रमणमा जानुभयो, भलै त्यो पुरा गर्न चाहिँ यहाँहरूले पाउनु भएन, यहाँहरूको आन्तरिक अथवा देशकै राजनीतिका कारणले फर्केर आउनु पर्यो। पछिल्लो समय चिनिया राजदूत तपाईँहरू तपाईँहरू संसदमा आएको झन्डै 1 वर्षपछि होला चिनिया राजदूत यहाँहरूकै पार्टीका अध्यक्षलाई अथवा तपाईँहरूलाई भेट्न तपाईँहरूको संसदीय दलको कार्यालयमा आउनुभयो। त्यसो हुँदा यहाँहरूको पनि अब अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुनै पर्यो, चीनतर्फ पनि भइरहेको छ भन्ने छनक हामीले पाउँछौँ। चीनले चाहिँ तपाईँहरूलाई तपाईँको पार्टीलाई कसरी अप्रोच गरिरहेको छ सम्बन्ध विस्तारका निमित्त र तपाईँहरूले चीनलाई कसरी हेरिराख्नु भएको छ पार्टीका हिसाबले? अब हामी एकदमै नयाँ पार्टी, त्यसमा पनि कुनै पनि पहिलो निर्वाचन 79 को मङ्सिरको निर्वाचन को परिप्रेक्ष्यमा हेर्नुभयो भने खासै राजनीति गरेर आएका मान्छेहरू खासै कोही थिएनौँ र हाम्रो औपचारिक पार्टी अब असारमा दर्ता भयो, तुरुन्तै चुनावमा गयौँ। त्यसपछि पार्टीको कुनै पनि विदेश विभाग भन्ने जस्तो संयन्त्र पनि थिएन, जुन सामान्य प्र्याक्टिसको विषय पनि हो। धन्दै चुनाव पछि सरकारमा गएर सरकार छोडिसकेपछि बल्ल हामी अलिअलि पार्टी बिल्डिङको काममा त्यसपछि मात्रै सुरु भइसकेपछि हाम्रोमा पनि विभिन्न विभागहरू गठन गर्नुपर्छ भन्ने प्रक्रियामा विदेश विभाग पनि बन्यो र यो बिचमै त्यही बिचमा अब एउटा ठुलो 11-12 लाख जति मतदाताले भोट हालेर एकैचोटि नयाँ मान्छेलाई जिताइदिएपछि स्वाभाविक रूपमा सबै खाले छिमेकी लगायत अन्य शक्ति मित्र राष्ट्रहरूलाई हामीप्रति चासो थियो र त्यो चासो उहाँहरूले विभिन्न ढङ्गले प्रकट गरिराख्नु भएको थियो। मोस्टली मिटिङहरूको लागि हामीलाई अप्रोचहरू थियो, तर हामी आफै यति नाइभ थियौँ। म एकदम फनी लाग्ला, तर म त चुनाव जिते मन्त्री भइहालेँ। अनि एउटा एम्बेसीबाट एउटा कार्यक्रममा सिधै मेरो फोनमा फोन आयो। अब यो धेरै नथाहा पायो भने अलिअलि पत्रिका पढ्या भएर यो मन्त्रीहरू अथवा सरकारको पदाधिकारीहरूलाई चाहिँ जे पनि परराष्ट्रबाट आउनुपर्छ भन्ने चाहिँ सुनेको थिएँ। अनि मैले फोनमा अङ्ग्रेजीमै हेभ यु सेन्ड दिस टु फरेन मिनिस्ट्री भनेर सोधेँ। अनि नो भने प्लिज कम थ्रु द्याट भने मैले त्यति भनेर राखेँ। अब मलाई त्यति कता पढायो भएर मात्रै थाहा थियो, किनभने हामीलाई यसरी मन्त्री मैले पटक भन्ने गरेको छु, कुनै पदमा गइसकेको मान्छेलाई सबै आउँछ भन्ने खाले हाम्रो सांसद भएपछि सांसदको सब काम जाने हुन्छ, मन्त्री भएपछि उसलाई मन्त्रीले गर्नुपर्ने सब व्यवहार जान्नुपर्छ भन्ने हाम्रो संरचनागत बुझाइ छ। उसलाई केही पनि सिकाइँदैन, उसले सिक्नुपर्छ, ओरिएन्टेसन हुन्छ, बेसिक प्रोटोकल जान्नुपर्छ भनेर नेपाली सरकारी संरचनाले सिकाउँदो रहन्छ। अब मैले त्यति भनेर राखेँ। अनि त्यसपछि अब मलाई त अब थाहा भएन के गर्ने। मैले मन्त्री परिषदकै मिटिङमा प्रधानमन्त्रीज्यूकै अगाडि यस्तो इन्भिटेसन आछ, यो जानु हुन्छ कि हुँदैन भनेर मैले मन्त्री परिषदमा सोधेको। भनेको फरेन इङ्गेजमेन्टको विषयमा हामी आफै पनि त्यति नाइभ थियौँ, हाम्रो कुनै सम्पर्क पनि थिएन। पछि पार्टी अब त्यो प्रक्रियागत ढङ्गले हामीले बन्ने क्रमहरूमा 1-2टा विषय जस्तै अब इभन सामान्य यो भेटघाटको क्रमहरूमा पार्टी सभापतिसँग भेट्ने औपचारिक मिटिङहरू चाहिँ पार्टीभित्रै हुनुपर्छ भन्ने अडानहरू जुन हामीले मिडियामा धेरै पढेका विषयहरू थिए, त्यस्ता कुराहरू राख्दै गयौँ र सम्बन्धहरू विस्तार हुँदै गइसकेपछि स्वाभाविक एउटा त्यहाँ धेरैवटा भिजिट्सहरू भयो। राजदूत मात्रै होइन, चिनिया कम्युनिस्ट पार्टीको उपल्लो दर्जाको
नेतृत्वहरू आउँदा पनि हाम्रो पार्टीमा आएर औपचारिक भेटघाट मिटिङ्सहरू भयो र हरेक मिटिङमा उहाँहरूले हामीलाई इन्भिटेसनको भिजिटको इन्भिटेसन गर्नुहुन्थ्यो। त्यसमा हामी तयार भएपछि र विशेष गरी समय मिल्दा आउँछौँ भनेर झन्डै एउटा सुरुको इन्भिटेसनको 1.5-2 वर्षपछि मात्रै हामी त्यहाँ औपचारिक रूपमा हामी भ्रमणमा गएको हो। र मूल रूपमा अब डिप्लोमेटिक दृष्टिकोण अथवा कुटनैतिक दृष्टिकोणको बाट हेर्दाखेरि राजनैतिक दलहरू समकक्षी नै भए। एक खाले सम्बन्ध हुनु स्वाभाविक नै हो। सम्बन्ध बिना कुटनीतिको परिकल्पना गर्नै सकिँदैन। फाउन्डेसन कुटनीतिको फाउन्डेसन त सम्बन्ध नै हो। त्यसले गर्दा त्यो प्रक्रियाहरूलाई चाहिँ हामीले अत्यन्त स्वाभाविक रूपमा नै लिएका छौँ र हामी लोकतान्त्रिक पार्टी भएको नाताले हामीले र मूल रूपमा हामीले हाम्रो आफ्नो डकुमेन्ट्सहरूमा पनि हामीले के भनेका छौँ भने हामीले हाम्रो एकदमै ठुलो एजेन्डा सुशासनको, त्यसपछि आर्थिक समृद्धिको एजेन्डाको पार्टी भएको भएर हामीले हाम्रो डकुमेन्टहरूमा पनि स्पष्ट के भनेका छौँ भने उदाउँदो भूराजनीति मूलतः एसियाको उदाउँदो महत्त्वमा दुईटा छिमेकीहरूसँगको एकदमै सहकार्यतामा नै हाम्रो देशको विकासको परिकल्पना गर्न सकिन्छ भनेर हामीले औपचारिक रूपमा नै ती विषयहरू बोलेका छौँ। त्यो अर्थमा हाम्रो सम्बन्धहरू भारतसँग पनि र चीनसँग पनि हाम्रो इकोनोमिक बेनिफिटको लागि अब राष्ट्रिय स्वार्थ राष्ट्रिय सुरक्षाका विषयहरू त फाउन्डेसनल नै भइहाले। त्योभन्दा एक तह माथि उठेर हामीले अब यी सम्बन्धहरूलाई आर्थिक समृद्धिको रूपमा रूपान्तरण गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो। र हामीले त्यो भिजिटमा जाँदै गर्दा पनि हामीले एकदमै ठुलो चाहिँ इन्ट्रेस्ट हामीले केमा राखेको थियौँ भने भिजिटको एजेन्डा पनि हामी सेभ गर्छौँ है। जस्तै हामीले के भनेको थियौँ भने हामी भिजिट नै आउने हो भने हामीलाई 2-3वटा कुरामा अब एउटा पोलिटिकल भिजिट र संवाद स्वाभाविक नै भएर त्यहाँको पार्टीको नेतृत्वसँग। त्यो बाहेक हाम्रो 2वटा मूल रूपमा हामी 2 खाले कुराको एक्सपोजर र लिङ्केजेसहरू चाहन्छौँ। एउटा चाहिँ पोलिसी कम्युनिटीसँग, चाइनाको पोलिसी कम्युनिटीसँग चाहिँ हामी संवाद गर्न चाहन्छौँ भन्ने थियो। त्यही कारणले हामी विश्वविद्यालयहरू धेरै गयौँ। अर्को चाहिँ नयाँ प्रविधिमा चाइनाले के गरिराखेको छ त, त्यो कुराबाट हामी नेपालले कसरी बेनिफिट लिन सकिन्छ भन्ने हाम्रो इन्ट्रेस्ट थियो। त्यसले गर्दाखेरि हामीले साइट सिइङ खाले काममा चाहिँ हाम्रो रुचि हुँदैन है। हामी इन्ट्रेस्ट आउँदै गर्दा भन्ने त्यो एकदम स्पष्ट कम्युनिकेट गरेर नै भिजिट पनि हामीले सेभ गरेका थियौँ। त्यो अर्थमा हाम्रो मूल रुचि भनेको चाइनासँग पनि, चाइनाको र भारतको दुबईको र अन्य कसरी आर्थिक समृद्धिमा यी 2वटा देशलाई जोडेर हाम्रो आफ्नै आर्थिक समृद्धिमा अगाडि बढाउने भन्ने नै हाम्रो रुचि हो। हस्, थ्याङ्क यू। यो यहाँ प्यानलबाट सोधिने यो अन्तिम प्रश्न हो माधवजीलाई। सिमानाको हुनुमा कहिलेकाहीँ फाइदा पनि छ, बेफाइदा पनि छ। माधवजी त सिन्धुपाल्चोकको मान्छे, सिन्धुपाल्चोकमा बसेर हेर्दा सिन्धुपाल्चोकको नेता हुँदा र सिन्धुपाल्चोकमै जन्मिया मान्छे र राम्रोसँग बुझेको मान्छे हुँदाखेरि चाहिँ सिन्धुपाल्चोकलाई केन्द्रमा राखेर हेर्दा अहिले नेपाल र चीनको सीमा सम्बन्ध चाहिँ कहाँनिर छ र तपाईँले चाहेको जस्तै सीमा सम्बन्ध छ या त्यसलाई चाहिँ सुधार्नुपर्छ? अब यो अलि जटिल प्रकृतिको प्रश्न नि छ। अब तल भएका सबै कुरा कतिपय सन्दर्भमा नगरी बुझिँदैन, गर्दाखेरि त्यसले बिगार्छ फेरि। तर दक्षिणतिरको जस्तो उत्तरतिरको सीमा चाहिँ हरेक हिसाबले अलि बढी संवेदनशील र जटिल प्रकृतिको छ, मूलतः त्यो भू अवस्थितिका हिसाबले। तर फेरि हाम्रो हितका लागि, नेपालतिरको हितका लागि चाहिँ एकदमै बाक्लो संवाद, सम्पर्क, कम्युनिकेसन चाहिने प्रकृतिको छ। जस्तो म अहिले यो मेलम्चीको बाढी हाम्रै भूभागबाट आयो, त्यसभन्दा अगाडि यो अहिले भीमाथाङकाबाट आएको लेदोभन्दा चर्को गरी भोटेकोसीमा बाढी आएको थियो। अहिलेसम्म पनि नेपाल सरकारसँग डेटा छैन हामीले खोज्दा कि जस्तो त्यस बेला ठुलो जनधनको क्षति भयो र त्यो के अनुमान गरिएको छ भने चीनको तिब्बतको भूभागका 2वटा ठुला तालहरू फुटेर तल आएपछि हामी तल्लो तटीय क्षेत्रमा चाहिँ त्यसले असर पार्यो, क्षति भयो भन्ने अनुमान विश्लेषण भयो। तर आधिकारिक औपचारिक रूपमा नेपालका तर्फबाट हामीले चीनसँग त्यो सूचना लिन सकेनौँ। अहिले नै पनि खास गरिकन जियोलजिस्टहरूसँग बसेर हामीले छलफल गऱ्यौँ भने तिब्बतका कैयौँ त्यस्ता तालहरू चाहिँ जोखिममा छन्।
त्यसका कारण हाम्रो त्यो तल्लो तटीय क्षेत्र चाहिँ जोखिममा छ। त्यसकारण म संसदमा आएदेखि सबभन्दा धेरै मैले तातो पानी नाका र बोर्डरसँगै सम्बन्धित कुराहरूलाई एकदमै दोहोऱ्याएर तेह्राएर धेरै पटक उठाएको छु। अघि पूर्व परराष्ट्र मन्त्रीज्यूले नि भन्नुभयो, मैले भोट क्याम्पेनिङमा जाँदा नै के भन्यो भने सबै पिपुलको डिमान्ड नै के थियो भने तपाईँ जित्नुभयो भने यो नाका खोल्नुहुन्छ कि खोल्नुहुन्न भनेपछि म खोल्छु भनेर कमिटमेन्ट गरेर आएको थिएँ। त्यसपछि जितेर पहिलोपटक आएपछि आफ्नो पार्टीको अध्यक्ष कमरेड प्रचण्ड कहाँ गएर अहिले हाम्रै अगाडिबाट तपाईँले सी जिनपिङसँग चाहिँ टेलिफोनमा संवाद गर्नु पर्यो र यो तपाईँले गर्नुभयो, हामीले काम सुरु गऱ्यौँ भन्ने कुराको म्यासेज चाहिँ तल पिपुललाई दिन पाइयोस् भनेर भनेको थिएँ। संयोगले पछि उहाँ प्रधानमन्त्री हुनुभयो, त्यसपछि धेरै पटक भन्न लाग्यो, त्यति बेलाको परराष्ट्र मन्त्री यहीँ हुनुहुन्छ। हामीले धेरै पटक गरेर अहिले आंशिक रूपमा मात्रै खुलेको छ, त्यो पूर्ण रूपमा खुलेको छैन। भन्दा जस्तो एउटा बाढी पहिरो विपद यी सबै जोखिमबाट हेर्दाखेरि एउटा प्रकारको सम्बन्ध छ। मैले भने नि जस्तो अहिले एउटा सामान्य काम गर्न सकेका छैनौँ। मैले संसदमा 5 पटक जति यही कुरा उठाएको छु। एनडीआरएमएसँग पनि हामीले पटक पटक कुरा गरेका छौँ। चीनसँग सीमा जोडिएको नेपालका भूभागबाट हामीले साइरन बजाएर हामीलाई जोखिम छ भन्ने कुराको एउटा सामान्य साइरन राखौँ भनेको त्यति काम पनि हामीले सकेका छैनौँ। तर त्यही कुरा हामीले कूटनैतिक मार्फत कूटनैतिक तवरबाट संवाद गऱ्यौँ भने मलाई लाग्छ त्यो सम्भव पनि छ। अर्को जस्तो तपाईँहरू कति जानुभएको छ, नभए एकपटक जानुहोस् भन्ने आउनुहोस् भन्ने मेरो निम्ता पनि छ तातो पानीसम्म। उस्तै प्रकृतिको भूगोल छ। भूकम्पले उहाँहरूको र हाम्रो चाहिँ उस्तै प्रकृतिको नोक्सानी भयो, संरचनाका हिसाबले जमिनका हिसाबले पनि। र अहिले उहाँहरूले पारिपट्टि आफ्नो प्रविधि प्रयोग गरेर ती पहिराहरूको व्यवस्थापन गर्नुभएको छ। तर वारिपट्टि हाम्रो हेर्नुभयो भने त्यो प्रष्टै रूपमा छुटिन्छ र हामी कहाँ चाहिँ खर्च खरबौँ रुपियाँ भएको छ तर त्यसको व्यवस्थापन गर्न सकिएको छैन। भन्दा हामीले जस्तो त्यही प्रविधिको चाहिँ एक्सचेन्ज गर्ने उहाँहरूले के टेक्नोलोजी प्रयोग गरेर त्यो जमिनलाई उहाँहरूले बलियो बनाएर चाहिँ संरक्षण गर्नुभएको छ भन्ने कुरा वारिपट्टि ट्रान्सफर गर्न सकिएको छैन। यसरी हेर्दा यसले के देखाउँछ भने हाम्रो कूटनीति चाहिँ अलि माइक्रो लेभलमा छैन भन्ने कुराको चाहिँ एउटा प्रमाण हो। त्यसैले म अरू यस्तो त धेरै दिन सक्छु। अर्को कुरा जस्तो अहिले म उत्तरबाट त्यही चाइनाबाटै आएँ। सबभन्दा पहिला आंशिक नाका खोल्ने बेला म त्यहीँ थिएँ, म गएको थिएँ। 107वटा घर परिवारका प्रतिनिधिमूलक नागरिकहरू पारीबाट वारी आउनुभएको थियो। उहाँहरूलाई मैले खादा लगाएर स्वागत पनि गरेको थिएँ। उहाँहरू भूकम्पबाट नाका बन्द भएपछि पहिलोपटक आउनुभएको थियो, करिब 8.5 वर्ष पछाडि। भन्दा जस्तो यो हाम्रो कूटनीतिका कारणले उहाँहरूको चाहिँ पारिवारिक सम्बन्ध, तिनीहरू काठमाडौँ आएर भिसा लगाएर प्लेन चढेर उता गएर पारिवारिक सम्बन्ध जोड्न पनि सक्दैन थिए। तर एकैचोटि 8.5 वर्षपछि हामीले आंशिक नाका खोलेपछि मात्रै थाहा लाग्यो कि वारी र पारीको सम्बन्ध कस्तो रहेछ भनेर। आजभोलि स्थानीय उत्पादनका खाद्य उपजहरू चाहिँ लान ल्याउन दिने भनेर अनौपचारिक समझदारी भएर चल्छ। जस्तो कुखुरा लाने ल्याउने हुन्छ, अरू खाद्यान्न लाने ल्याउने हुन्छ, यताबाट चाउचाउ चामल मैदा लगायतका कुरा लैजान्छन्, उताबाट अर्को चिज ल्याउँछन् भन्दा यस्तो छ। भन्दा सानो लेभलमा तल बस्दाखेरि चाहिँ दक्षिणतिर खुल्ला बोर्डर छ, त्यसले चाहिँ सहज सम्बन्ध छ। यतातिर चाहिँ भाषिक हिसाबले नि जटिलता छ, भूगोलका हिसाबले नि जटिलता छ। र यो अहिलेको चाहिँ अलिकति यो पछिल्लो यहाँ विभिन्न प्रकारको कूटनीति अरू संवेदनशीलता सुरक्षाका प्रश्नहरू छन् र त्यो प्रश्न नि जोडिएको छ। र यसरी हेर्दा दक्षिणको तुलनामा उत्तरतिर चाहिँ बढी संवेदनशील छ भन्ने हाम्रो अनुभूति छ त्यहाँको। हस्, धन्यवाद यहाँलाई। यहाँ मैले सोध्ने प्रश्नहरू छन त थिए, पत्रकारसित जति नै प्रश्न हुन्छन्, तर हामीसँग टाइम पनि छैन नि त। त्यस कारणले यो चाहिँ यहीँ सकिएको छ। फ्लोरबाट केही प्रश्नहरू हामी लिन चाहन्छौँ, 2टा 3टा, बढीमा 3टा। तिनैजना माननीय सदस्यज्यूहरू र पूर्व सचिव रामेश्वर खनालजीको प्रस्तुति र मन्थनको लागि धेरै धेरै धन्यवाद छ। अहिले यो टपिक जुन छ जियोपोलिटिक्स एन्ड बायल्याटरल नेगोसिएसन भनेर राखिएको, यो वास्तवमा समसामयिक छ भन्ने मलाई लाग्छ। किनभने अहिले अमेरिकाले संरक्षणवादी नीति अङ्गीकार गरिसके पछाडि त्यसको तरङ्ग चाहिँ संसारभरि फैलेको छ, त्यसको इम्प्याक्ट चाहिँ जताततै फैलेको छ। र त्यो चाहे त्यो फरेन एडमा होस् अथवा ट्रेडमा होस्, ट्यारिफको कारणले गर्दाखेरि अहिले धेरै मुलुकहरू चाहिँ बायल्याटरल नेगोसिएसन, बायल्याटरल ट्रेड नेगोसिएसन र रिजनल नेगोसिएसनतिर आकर्षित भएका छन्। किनभने मल्टिल्याटरल ट्रेड नेगोसिएसन अथवा WTO चाहिँ अहिले घाइते अवस्थामा छ, त्यो फङ्सनल भइराखेको छैन यही कारणले गर्दाखेरि। त्यसैले अब नेपालले चाहिँ अब LDC ग्रेजुएसनको पनि कुरा छ 2026मा। LDC ग्रेजुएसन पछाडि जसरी
एलडिसीलाई चाहिँ दिइराखेको सुविधाहरू छ त्यो सुविधाहरू त रहँदैन 2026 पछाडि। त्यसैले बायोलेटरल लेभलमा नेपालले नेगोसिएसन गर्नुपर्ने जरुरत छ। नेपालको ठुलो ट्रेड पार्टनर चाहिँ इन्डिया, इम्पोर्टको हिसाबले सेकेन्ड लार्जेस्ट पार्टनर चाहिँ चाइना। यो दुईटा मुलुकसँग चाहिँ ट्रेड हेऱ्यो भनेदेखि लगभग 76-77% ट्रेड चाहिँ नेपालको यो दुईटा मुलुकसँग मात्रै छ। बाँकी 22-23% मात्रै अरू बाँकी मुलुकहरूसँग छ। त्यसैले गर्दा एउटा त हामीले चाहिँ बायोलेटरल नेगोसिएसन गर्दाखेरिमा चाहिँ यो दुईटा मुलुकलाई र अझ अर्को नेक्स्ट डुवर छिमेकी चाहिँ बङ्गलादेश जसको चाहिँ 17-18 करोडको पपुलेसन छ। यो तीनटा मुलुकको पपुलेसन हेऱ्यो भनेदेखि 3 अर्ब जति छ। लगभग चाहिँ संसारको पपुलेसनको 40% पपुलेसन यो तीनटा मुलुकले कभर गर्छ। त्यसैले हामीले अहिले अब नेगोसिएसनको कुरा गर्दाखेरिमा चाहिँ खास गरी यो तीनटा मुलुकलाई चाहिँ बढी फोकस गर्नुपर्छ जस्तो लाग्छ। अब इन्डियासँग चाहिँ ट्रेड ट्रिटी छ, ट्रान्जिट ट्रिटी चाहिँ 2023 मा रिन्यू भएको छ। अझ त्यसमा इम्प्रुभ गर्नुपर्ने धेरै ठाउँहरू छ, ट्रेड ट्रिटीमा पनि ट्रान्जिट ट्रिटीमा पनि। त्यसैले नेपाल सरकारले त्यतातिर ध्यान दिनुपर्छ जस्तो लाग्छ। चाइनामा चाहिँ चाइनाले नेपाललाई ड्युटी फ्री एक्सेस दिएको भए तापनि, एलडिसीको नाताले ड्युटी फ्री एक्सेस दिएको भए तापनि नेपालको एक्सपोर्ट चाहिँ वास्तवमा चाइनामा एकदमै कम छ, इट इज लेस देन 1%। त्यसैले गर्दाखेरिमा यो सिचुएसनलाई चाहिँ एनालाइज गरेर, छलफल गरेर, रिभ्यू गरेर कसरी चाहिँ त्यो नेपालको एक्सपोर्ट बढाउन सकिन्छ त्यतातिर चाहिँ स्ट्राटेजी बनाएर सरकार अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। अर्को चाहिँ युनाइटेड स्टेट्स अफ अमेरिकामा त अहिले पाइराखेको जिएसपी सुविधा पनि अब त्यो पनि सस्पेन्ड भइराखेको अवस्था छ। नेपाल ट्रेड प्रेफरेन्सेस प्रोग्राम अन्तर्गत 2015 मा दिएको चाहिँ जुन 77 प्रोडक्टको लागि ड्युटी फ्री सुविधा दिएको त्यो पनि अब 10% को ट्यारिफले खाइसकेको छ। अब त्यो पनि अब यो 2025 को अन्त्यमा त्यो सकिन्छ। त्यसैले गर्दाखेरिमा अमेरिकासँग हामीले कति सक्छौँ बायोलेटरल नेगोसिएसनमा अमेरिकासँग पनि जानुपर्ने जरुरत छ भन्ने मलाई लाग्छ। यो द्याट इज भेरी मच इम्पोर्टेन्ट। अब अहिले खास गरिकन चाहिँ इन्डियासँग हामीले विगतमा गरेका नेगोसिएसन र सम्झौताहरू वास्तवमा चाहिँ त्यसलाई चाहिँ हेर्नुपर्ने, त्यसलाई रिभ्यू गर्नुपर्ने जरुरत छ। मलाई तीनटा कुरा भन्न मन लाग्यो यो चाहिँ खास गरेर नेगोसिएसनको कन्टेक्स्टमा। एउटा चाहिँ त हामीहरूको मुलुकभित्रैको कोअर्डिनेसन, अघि नै पनि कुरा उठाएको छ, इन्टर मिनिस्टेरियल कोअर्डिनेसनलाई चाहिँ बढी जोड दिनुपर्छ। किनभने जुन लाइन मिनिस्ट्रीले नेगोसिएट गर्ने हो त्यसैको मात्रै काम हो, अरूको काम होइन भने जस्तो चाहिँ त्यो किसिमको माइन्डसेट पनि चाहिँ हामी कहाँ छ। वाणिज्यले गर्ने हो कि जलस्रोतले गर्ने हो कि कसले गर्ने हो, त्यो उसैको आफ्नो काम जस्तो मात्रै हुन्छ। त्यो कोअर्डिनेसनको कमी छ एउटा। र अर्को कन्फिडेन्स बिल्डिङको र कोलाबोरेसनको काम पनि म 3C भन्छु। एउटा चाहिँ कोअर्डिनेसन विदिन द डोमेस्टिक फ्रन्ट, र अर्को कोलाबोरेसन अथवा कन्फिडेन्स बिल्डिङ विथ द नेगोसिएटिङ पार्टनर। त्यो द्याट इज भेरी मच इम्पोर्टेन्ट। त्यो कन्फिडेन्स बिल्डिङको मेजर्सले चाहिँ धेरै हदसम्म चाहिँ नेगोसिएसनलाई सहज बनाउँदो रहेछ। मेरै आफ्नो अनुभव छ, विगतमा चाहिँ प्रधानमन्त्रीहरूको भिजिट हुँदाखेरिमा म जहिले पनि जहाँ त्यहाँ इन्डियाको भिजिटमा विशेष गरिकन कस्तो पनि ट्रान्जेक्सनल, उनीहरूले चाहिँ ट्रान्जेक्सनल एप्रोचमा चाहिँ काम गर्ने। जस्तो रेडिमेड गार्मेन्टलाई 20% ड्युटी लगाइदियो, एडिसनल ड्युटी अफ कस्टम्स भनेर लगाइदियो। त्यो चाहिँ प्रधानमन्त्रीको भिजिट हुँदाखेरिमा चाहिँ दुईटा प्रधानमन्त्री बसेको बेलामा अनि हाम्रो प्रधानमन्त्रीले सोध्नुहुन्थ्यो के छ इस्यु भनेपछि, त्यो इस्यु भनेपछि त्यो इस्यु आधा भन्न नपाउँदै भारतीय प्रधानमन्त्रीले उहाँको चाहिँ सचिवलाई यो कर दो यो हमारा बहुत अच्छा दोस्त नेपाल कर दो भनेपछि त्यो नेगोसिएसन सजिलो भयो। त्यसपछि भोलिपल्टदेखि नेगोसिएसन गर्दाखेरि उनीहरू दे बिकम भेरी सफ्ट र त्यो ड्युटी हटाएको अथवा चाहिँ त्यो एडिसनल ड्युटी हटाएको नोटिफिकेसन पनि तुरुन्तै आउने त्यो किसिमको। त्यसैले कन्फिडेन्स बिल्डिङ द्याट इज भेरी मच इम्पोर्टेन्ट। हाई लेभल भिजिट र कन्फिडेन्स बिल्डिङ त्यो इम्पोर्टेन्ट छ। अर्को क्यापासिटी बिल्डिङ यो लाइन मिनिस्ट्रीको पनि जरुरत छ। त्यस्तै गरिकन परराष्ट्र मन्त्रालयको पनि क्यापासिटी बिल्डिङमा हामीले चाहिँ ध्यान दिन जरुरी हुन्छ जस्तो लाग्छ। अब भारतको चाहिँ परराष्ट्र मन्त्रालयका मान्छेहरूको जहिले पनि बायोलेटरल नेगोसिएसनमा हाई ह्यान्डनेस देखिँदो रहेछ। मेरो एउटा एक्जाम्पल छ, यो रेल सर्भिस एग्रिमेन्ट 2004 मा चाहिँ हामीले गऱ्यौँ। त्यो नेगोसिएट गर्दाखेरिमा चाहिँ नेगोसिएसनका बखत चाहिँ हामीले जुन
म एज ए जोइन्ट सेक्रेटरी उताको जोइन्ट सेक्रेटरीको बिचमा नेगोसिएसन गरेर तयार गरेको टेक्स्ट चाहिँ त्यो परराष्ट्र मन्त्रालयको उपसचिव र यहाँको के अरे एमएससीको चाहिँ सचिव भनौँ न कमर्स सेक्रेटरी कमर्स काउन्सिलर उनीहरूले चाहिँ के भन्यो भने त्यो सबै आएर पछि आएर हेऱ्यो नेगोसिएसन गर्ने बेला बसेनन् तिनीहरू अनि सबै हेरेपछि सर यु क्यानट साइन दिस भनिदियो उसको चाहिँ सहसचिवलाई रोकिदियो उपसचिवले सही गर्नै दिएन त्यति पावरफुल हुँदो रहेछ पछि के रहेछ कुरो भन्दाखेरिमा हामीले चाहिँ त्यो नेगोसिएसन गर्दाखेरिमा इन्डियाको नेपालले आफ्नै वेगन पनि राख्न पाउने लोकोमोटिभ पनि राख्न पाउने इन्डियाको चाहिँ लाइनमा त्यो चलाउनु पाउने भनेर सहमति गरेको त्यो कुरो उनीहरूलाई चित्त बुझाएर चाहिँ पछि मैले थाहा पाएँ भनेपछि त्यो एउटा क्यापासिटी परराष्ट्र मन्त्रालयको सँग भएको अथोरिटी र क्यापासिटी त्यो क्यापासिटी बिल्डिङमा हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ त्यसैले तिनवटा हस् सर यहाँलाई धेरै धेरै धन्यवाद कृषिमा चाहिँ बढी ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ अहिलेलाई यति नै भने धन्यवाद हस् हस् थ्याङ्क यू सर हामी प्रश्न के भने आई हेभ अ फ्यु क्वेसन्स कस्तो छ म चाहिँ नि अब अन्तर्राष्ट्रिय सीमामा चाहिँ काम गरेको नाइजेरिया क्यामरुनमा फर सेभरल इयर्स सो you know, I'm quite familiar with negotiation skills and negotiating skills and moderation, which I would like. Any moderation बारे मेरो क्वेसन के हो भने अब हाम्रो चाहिँ म चाहिँ नि प्रभाकर शर्मा हजुर म चाहिँ नि इन्जिनियर पनि हो मैले यहाँ चाहिँ नि सबै नेगोसिएसन बारे चाहिँ नि सबै सुने एन्ड आइ एम क्वाइट इम्प्रेस्ड हामीमा चाहिँ नि दक्ष हाम्रो ऊ चाहिँ नि छ हाम्रो चाहिँ नि म्यान पावर छ सब नेपाली तर कोअर्डिनेसन गर्नुको लागि चाहिँ नि हामीले एउटा नेसनल नेगोसिएटिङ टिम चाहिँ नि खडा गर्नुपर्छ र त्यसमा चाहिँ नि के छ भनेदेखि हामीले हेड हन्ट गर्नुपर्छ हेड हन्ट भनेको खोजी ल्याउनु पर्यो नट लेभल फिल्ड के अरे लेभल प्लेइङ फिल्ड भनिन्छ तर लेभल प्लेइङ फिल्ड चाहिँ नि म देख यो चाहिँ नि छनौट लेभल प्लेइङ फिल्ड भनेको कस्तो भने विदाउट एनी बायस पार्टीगत हिसाबले ल्याउने होइन कि पार्टीगत हिसाबले ल्याउने होइन कि अब एक्सपिरियन्स दक्षता अब सिमिलर हरेक इस्युजमा चाहिँ नि हुन्छ यो चाहिँ नि हरेक फिल्डमा आफ्नो होला होइन हेड हन्टिङ गर्नुपर्छ जस्तो लाग्छ र नेसनल इस्युजमा चाहिँ नि सबै पार्टीहरूले एउटै चाहिँ नि कन्सेन्ससमा आउनु पर्यो त्यो कन्सेन्सस चाहिँ नि पार्लियामेन्टमा पास गर्नु पर्यो पास गरेर त्यसलाई नेसनल इन्ट्रेस्ट प्रोजेक्टको रूपमा जस्तै अब आउँछ नि त यो विभिन्न प्रोजेक्ट हो यस्तै चाहिँ नि म चाहिँ एउटा सीमाको लागि चाहिँ नि म भन्दैछु सुस्तामा र कालापानीमा चाहिँ नि जुन चाहिँ नि हाम्रो चाहिँ नि बााउन्ड्री डिस्प्युट्सहरू छ भारतसँग हामीले त्यो डिस्प्युट्सहरू रिजल्भ गर्नुको लागि पार्टिजहरूले चाहिँ नि अथवा चाहिँ नि फरेन मिनिस्टर्सहरू उता जाँदा इन्डिया जाँदा अथवा चाहिँ नि चाइना जाँदाखेरि जस्तै म साउजी र चाहिँ नि रामेश्वरजीलाई पर्टिकुलरली क्वेसन गर्न चाहन्छु हाम्रो चाहिँ नि जुन चाहिँ नि अब जस्तै यो चाहिँ नि हाम्रो लिपु लेक छ लिपु लेकको अलिकति के छ भने व्यापार बढाउनुको लागि चाइना र इन्डियाको चाहिँ नि दुई देशीय के समझदारी भयो त्यसमा चाहिँ नि अब नेपाललाई चाहिँ नि संलग्नता नगरे तापनि हाम्रो यहाँबाट केही पनि विरोध भएन इन्डिभिजुअलले विरोध गरे यस्तो कुराहरू हामीले रेज गर्नु अथवा हाम्रो के फरेन मिनिस्टर जाँदा अथवा प्राइम मिनिस्टर जाँदाखेरि यस्तो हिसाबले आई मिन यस्तो इस्युजलाई इम्पोर्टेन्स दिन्छ कि दिँदैन र धेरै स्पेकुलेसन हुन्छ कि जनतामा यसले यो गर्नुपर्ने धेरै एक्सपेक्टेसन हुन्छ त्यसलाई पनि चाहिँ नि अब कहिलेकाहीँ फुलफिलै हुँदैन कि देखेको र चाहिँ नि भारत चाइना हाम्रो दुइटै एकदम राम्रा मित्रहरू हुन् स्पेसली भारत अब धेरै कनेक्सन्सहरू छ है हाम्रो त्यो भन्नै पर्दैन र चाहिँ नि हाम्रो यो सानो इस्युजहरूलाई सल्भ गरेर अझ हाम्रो रिलेसन बढ्छ के भारत पनि सिक्योर हुन्छ हामी पनि सिक्योर हुन्छौँ अथवा चाइना पनि सिक्योर हुन्छ हामी पनि सिक्योर हुन्छौँ सो यहाँहरूले चाहिँ नि के अनुभव के यसमा केही छ कि भनेर म सोध्न खोजेको थ्याङ्क यू हजुरहरूको नयाँ पार्टी छ र नयाँ आइआर डिपार्टमेन्ट छ होइन यो आइआर डिपार्टमेन्टको काम गर्ने मोडालिटी कस्तो बनाउनु भएको छ काठमाडौँमा भएको विदेशी एम्बेसीहरूसँग यहाँको पब्लिक डिप्लोमेसीको एप्रोच प्लस इन्टेल ग्यादरिङको यहाँको चाहिँ यहाँले के प्लान बनाउनु भएको छ किनभने उताको मान्छेहरूलाई चाहिँ काठमाडौँ भएको विदेशी एम्बेसीहरूलाई चाहिँ नेतादेखि जनतासम्मको इन्फर्मेसन होल टोटल इन्फर्मेसन छ अब यहाँहरू नयाँ पार्टी भएको हुनाले र धेरै पढे लेखा मान्छे आएको हुनाले चाहिँ यहाँले चाहिँ इन्टेल ग्यादरिङ लेभलमा र यो पब्लिक डिप्लोमेसीमा कसरी काम गर्न खोजिरहनु भएको छ जेनरली हेर्दाखेरि चाहिँ अब विदेशी मान्छेहरूले एम्बेसीको मान्छेले फोन गरेर
विदेश भ्रमण गराइदिने ओर्दिने होइन अलि ललिपप खुवाइदिएर चाहिँ नयाँ पार्टीहरूलाई पनि त्यो खालको इन्फ्लुएन्स पार्ने कुरा छ जुन चाहिँ यहाँलाई पनि फोन आयो होइन त्यो मेरो प्रश्न यहाँलाई हस् थ्याङ्क यू अब गफ गर्नेहरूलाई नै प्रश्न सोध्नु पऱ्यो जस्तो सरकारसँग चाहिँ डाटा छैन ट्रिटी एन्ड नेगोसिएसनको फलोअप छैन दूरदर्शिता छैन हामीसँग केही छैन भन्ने कुरामा तपाईँहरू सहमत देखेँ मैले अनि तपाईँहरू तिनटैको जस्तो शिशिरजी पार्टी खोल्या भोलिपल्ट सांसद भए भोलिपल्ट मन्त्री हुनुभयो अनि माधव सरको पार्टी कहिले सत्तामा कहिले प्रतिपक्षमा हुन्छ त्यो थाहा हुँदैन माधवजी यहाँबाट बाहिर निस्किँदा पार्टी सत्तामा भए हुनसक्छ अनि हाम्रो खाँडजीको पनि उही हो त्यसो भएपछि जस्तो यो सरकारसँग यो छैन भन्ने कुरा जस्तो सरकार दलले चलाउने हो अनि दलहरूसँग यो छ कि छैन भन्दा सरकारसँग पनि नभए पक्कै दलसँग छैन अनि यो गोल चक्कर कहिलेसम्म रहिरहला र हामी कसरी यसरी टिकिरहन्छौँ होला जस्तो आगामी 10 वर्षमा हामी कस्तो हुन्छौँ होला 20 वर्षमा कस्तो हुन्छौँ होला म 20 वर्ष अगाडि गणतन्त्र ल्याउने आन्दोलनमा लाग्दा 20 वर्षपछि त हाम्रो देश गजबकै हुन्छ होला भनेर कल्पना गर्थेँ आज आइपुग्दाखेरि चाहिँ त्यो अस्ति 15 गतेको आन्दोलन हेरिसके पछाडि चाहिँ मलाई गणतन्त्रमाथि यत्रो प्रश्न उठ्दा हाम्रो नेताहरू चाहिँ सबै डेमोक्रेटिक अरू कम्युनिस्ट भन्नेहरू सबै एकअर्कालाई हिलो छ्यापेर बसेका छन् नयाँ भनेर आउने पनि कोही भन्दा हामी कम छैनौँ है भन्ने सन्देश चाहिँ दिइसकेका छ यसको निष्कर्ष के हुनसक्छ भन्ने मेरो प्रश्न तपाईँहरूसँगै उभिएर हो धन्यवाद हस् धन्यवाद यहाँहरू सबै हो त्यस कारणले आजै छुट्यो भने पनि खास केही छुट्दैन फेरि हामीहरूलाई चाहिँ सम्बोधन गरिदिनु हुन सबै वक्ताहरूलाई आग्रह गर्छु म माधवजीबाट सुरु गर्छु गर्ने त फेरि पनि सबै नीतिहरूको माउते नीति राजनीति हुनुको नाताले राजनीतिज्ञहरूले नै गर्नुपर्छ त्यसमा धेरै बहस नै छैन अब के गर्ने भन्ने प्रश्न छ दल र दलका नेताहरू रूपान्तरित हुनुभन्दा अर्को विकल्प छैन आजको सन्दर्भमा लाज नमानिकन दलले लोकसँग आत्मआलोचना गर्ने आफ्ना कार्यशैलीहरूमा बदलाव ल्याउने र कहीँ न कहीँ हाम्रा जहाँ जहाँ ल्याप्सेस भए ती कुराहरूलाई करेक्सन गरेर जानुपर्छ भन्ने कुरामा म विश्वास राख्न चाहन्छु र अब यसको लागि फेरि नागरिक समाज यस्ता प्लेटफर्महरूले निरन्तर खबरदारी गरिराख्ने ध्वंस गर्ने उद्देश्य होइन रूपान्तरण गर्ने उद्देश्यका साथ निरन्तर खबरदारी हो नागरिक समाजले गर्ने काम दलका नेता र दलहरू रूपान्तरण हुनुको विकल्प छैन त्यसो भएन भने फेरि त्यसको पनि विकल्प खोज्छन् कहीँ न कहीँ विकल्प भनेको अहिले चलेको जस्तो पश्चगमनतिर फर्केर पछाडि फर्केर होइन अगाडितिर जान्छन् त्यसैले म एकदमै स्पष्टताका साथ के राख्न चाहन्छु भने दल र दलका नेताहरूको कार्यशैली दृष्टिकोण र चिन्तन शैलीमा रूपान्तरण हो त्यसका लागि सबैले खबरदारी गर्नुपर्छ हामी पार्टीभित्र छौँ त्यसकारणले पार्टीभित्र हामी खबरदारी गर्छौँ बाहिर रहेका नागरिक अगुवाहरूले बाहिरबाट खबरदारी गर्नुपर्छ अब अर्को ठिकै हो थिङ्क ट्याङ्कहरूको टिम बनाउनुपर्छ भन्ने कुरा चाहिँ अघि नै पनि हामीले चर्चा गऱ्यौँ अलिकति स्टेबल प्रकृतिको थिङ्क ट्याङ्कहरूको टिम लिएर त्यसका आधारमा पोलिटिसियनहरू चल्ने अलि स्मार्टनेस भएर डिल गर्ने कुराहरूको हाम्रो पुगेको छैन फेरि पनि अब बिनुजीले भनेको जस्तो आजै सबै कुरा भनेर सकिँदैन अरू फोरमहरूमा नि आफ्ना कुराहरू सेयर गरौँला म सम्बद्ध दलको र आफ्ना दृष्टिकोणहरू र तलका सबै मनोविज्ञानहरू सुन्ने र बताउने अवसर जुराएकोमा आयोजकहरूलाई आभार व्यक्त गर्दै फेरि पनि सबैका बिचबाट बिदा हुन्छु धन्यवाद अभिवादन म यो पब्लिक डिप्लोमेसीको प्रश्नबाटै सुरु गरेँ म प्रतिलक्षित भएको भएर अब नयाँ दल नयाँ विभाग हामी बिल्डिङ प्रोसेसमै छौँ अब यसमा पब्लिक डिप्लोमेसीमा चाहिँ औपचारिक अनौपचारिक छलफल मिटिङहरू मार्फत नै सूचना सङ्ग्रहको काम भइराखेको हुन्छ मूल रूपमा अब यहाँले भन्नुभएको जस्तो हाम्रो यहाँको हरेक व्यक्तिका बारे सूचना हुन्छ भन्ने लेभलमा हाम्रो खासै रुचि भएन हाम्रो मूल रुचि त्यो विभागको प्रमुखको हिसाबले पनि नेपालको राष्ट्रिय स्वार्थ राष्ट्रिय हितको बारे र उहाँहरूको फेरि आफ्नै इन्ट्रेस्ट के हो त नेपाललाई उहाँहरूले कसरी हेर्नुहुन्छ उहाँहरूलाई के कुरा अप्ठ्यारो लाग्छ कहाँ कुरा कस्तो ठाउँहरूमा चाहिँ हामी सामूहिक हितको कुराहरू पत्ता लगाउन सक्छौँ भन्ने खाले कन्भर्सेसन्सहरू म बढी गरिराखेका हुन्छु कतिपय अब हामीले न्युजमा पढिराखेका हुन्छौँ यसले फलानले यस्तो गर्न दिएन अनि साँच्चै गर्न नदियो भनेर सोध्नु पऱ्यो नि त त्यो डिरेक्टली अप फ्रन्ट अथवा हामीका लङ स्ट्यान्डिङ इस्युजहरू छन् दुइटै छिमेकीहरूसँग तिमीहरूको पर्सपेक्टिभ यसको बारे के हो त
किन यस्तो भएको हो भनेर अलिक क्युरियस पनि भएर मैले सोध्ने गरेको छु। हामी त्यो एउटा काम चाहिँ अलिकति त्यो इन्फर्मेसन ग्यादरिङको पर्सपेक्टिभबाट त्यो खाले अप्रोच पनि छ। अर्को चाहिँ अब मोस्टली हाम्रो अहिले पार्टीभित्रको विभागले एउटा चाहिँ सम्बन्धको काम गरिराखेको छ भने अर्को हामी अलि बढी पोलिसी रिसर्चको काम बिस्तारै सुरु गर्दैछौँ, त्यतातिर काम गरिराखेका छौँ। तर अझै पनि थुप्रै क्षमता अभिवृद्धिको काम छ, मान्छे खोजिराखेका छु। खुलेरै रासपामा लाग्छु भन्ने साथीहरू हुनुहुन्छ भने मसँग सम्पर्क राख्ने होला। हाम्रो समस्या चाहिँ खुलेरै काम गरिदिन्छु भन्ने एकदम हामीलाई सहयोग गर्ने, भित्रबाट एडभाइस गर्ने प्रशस्त भेट्छु। विभागमै औपचारिक आबद्धता हुने, सदस्य हुने क्रममा चाहिँ धेरै क्षमता भएका साथीहरू आउनुभएको छैन। ढुक्क हुनुहोला, हामी भविष्य हो। यो नै त्यही अब त्यो चाहिँ उषा किरणजीको लागि पनि मेरो उत्तर त्यही हो। तपाईँको पार्टीभित्रको सङ्घर्ष र हामी नयाँ दलबाट स्टार्ट गरेको सङ्घर्ष एउटै हो। यथास्थितिको नेतृत्वले देशलाई अगाडि बढाउन सकेन भनेर हामी राजनीतिमा आएको। यदि नेतृत्व परिवर्तन गर्न सक्यौँ, त्योसँगै नियत पनि परिवर्तन, नेतृत्व नियत र क्षमतामा हामीले परिवर्तन गर्न सक्यौँ भने यो देश अत्यन्त उज्जवल छ। सकेनौँ भने 20 वर्षपछि पनि फेरि यही कन्भर्सेसन गर्छौँ। धन्यवाद। अब 3-4जना प्रश्नकर्ताहरूले महत्त्वपूर्ण प्रश्न सोध्नुभयो। यो व्यापारको बारेमा चाहिँ के हुँदो रहेछ भनेपछि कुनै पनि देशमा व्यापार सामान्यतया चाहिँ निजी क्षेत्रले गर्छ र व्यापारलाई निर्धारण गर्छ चाहिँ डिमान्ड एन्ड सप्लाईले। त्यसो हुने बित्तिकै सर्ट टर्ममा केही देशले कुनै कुरालाई, एक देशले अर्कोलाई चाहिँ केही कन्सेसन दियो कुनै कुरामा भने पनि लङ टर्ममा चाहिँ कुनै पनि देशले आफूलाई घाटा हुने व्यापार गर्दैन, कुनै व्यापारीले पनि आफूलाई घाटा हुने व्यापार गर्दैन। त्यसकारण हामीले कुन देशसँग कुन चाहिँ व्यापार गरेर हामी आफ्नो बेनिफिट सुनिश्चित गर्न सक्छौँ भन्ने कुरामा प्राइभेट सेक्टरलाई पनि इन्भल्भ गरेर हामीले चाहिँ चनाखो हुन जरुरी छ। यति कुरा मैले चाहिँ व्यापारको बारेमा, ट्रेडको बारेमा भने। अर्को कुरा, नेपाल र भारत या नेपाल र चीन हामी तीनै देश त मित्र छौँ। भारत चाइनाको बिचमा चाहिँ कहिलेकाहीँ सिमाना विवादका कुराहरू पनि चाहिँ आइराख्छन्। कहिलेकाहीँ सानोतिनो कूटनैतिक या अन्य किसिमको द्वन्द्व युद्ध समेत भएको इतिहास छ। भारतीय पुँजी या भारतीय इन्भेस्टमेन्ट हामीले नेपालमा ल्याएर हामीले चाइनिज मार्केटलाई पनि टार्गेट गरेर हामीले भारतीय पुँजी नेपालमा भित्र्यायौँ र चाइनिज पुँजी नेपालमा भित्र्यायौँ, इन्डियन मार्केटलाई टार्गेट गरेर भित्र्यायौँ भने कहिलेकाहीँ यो जियो पोलिटिकल सिचुएसनमा यस्तो परिस्थिति आउँछ कि भारत र चीन स्वयं व्यापार गरिरहेका हुन्नन्। जस्तो कि उहाँहरूको चाहिँ डोक्लम घटनापछि या 40जना मरेपछि उनीहरूले व्यापारको टोटल जुन भोल्युम छ त्यसलाई चाहिँ धेरै ठुलो सङ्ख्यामा चाहिँ रिड्युस गर्यो। जब आपसमा व्यापार रिड्युस गर्छन् भने त्यस्तो अवस्थामा नेपाललाई उनीहरूले ट्रान्जिटको रूपमा, व्यापार ट्रान्जिटको रूपमा एक्सेप्ट नगर्न सक्छन्। उनीहरूले एकअर्काको व्यापारलाई, वस्तुलाई निषेध हुने किसिमले ट्रेड पोलिसीहरू चाहिँ डेभलप गर्न सक्छन्। यस्तो अवस्थामा बाहिरबाट लोनले या कुनै इन्भेस्टमेन्ट हामीले आफ्नो देशमा ल्यायौँ, बजार हामीले सम्बन्धित देशलाई टार्गेट नगरेर अर्कोतिर बजार खोज्यौँ र दुईटै देशको बिचमा सम्बन्ध स्वस्थकर, मित्रकर छैन भनेपछि त्यो आएको लगानी चाहिँ हामी कहाँ बोझ भएर जान्छ। हामी ऋण तिर्न सक्दैनौँ, ब्याज तिर्न सक्दैनौँ। त्यसकारण चाहिँ हाम्रो प्राथमिकता, लङ टर्म प्राथमिकता के हुनुपर्छ भनेपछि चाइनिज पुँजी या चाइनिज इन्भेस्टमेन्ट नेपालमा भित्र्याउँदाखेरि चाइनामा एक्सपोर्ट गर्न सक्ने पोटेन्सियल क्षेत्रहरू के हुन्, कमोडिटिजहरू के हुन्, त्यतातिर चाहिँ हामीले सोच्नुपर्ने आवश्यकता छ। र
भारतीय पुँजी आउँदाखेरि पनि भारतमा हामीले सजिलैसँग एक्सपोर्ट गर्ने कुराहरू के हुन् भन्ने कुरा हेर्नुपर्छ र दुईटै देशको बिचको सम्बन्ध सुधार भएको बेला दुईटै देशतिर एक्सपोर्ट गर्न सक्ने सुविधा हामीसँग हमेसा रहिरहन्छ। यो संवेदनशीलताका आधारमा यो जियोपोलिटिक्सलाई नबुझिकन हामीले चाहिँ पैसा आउँदैछ, इन्भेस्टमेन्ट आउँदैछ या उतातिर पनि व्यापार गरौँला, उतातिर पनि राम्रोसँग चाहिँ हाम्रो व्यापार होला भन्ने किसिमले चाहिँ हामीले स्वप्निल टाइपको ढाँचाहरू तयार गऱ्यौँ, सपनाहरू मात्रै देखाउने काम गऱ्यौँ भने कहिलेकाहीँ हामी ट्र्यापमा पर्न सक्छौँ। त्यसकारण चाहिँ यसमा ध्यान दिनुपर्ने आवश्यकता मैले देखेको छु। यसमा सबै राजनैतिक पार्टीहरू फेरि पनि म भन्न चाहन्छु, अब यो राजनैतिक पार्टीहरू यो परराष्ट्र नीति त सरकारकै हुनुपर्छ। परराष्ट्र नीति मूलतः चाहिँ सरकारले नै डिल गर्ने विषय हो। परराष्ट्र मन्त्रालयको आचार संहिता पनि छ कि कुनै पनि विदेशी राजनयिक या विदेशी मान्छेसँग सरकारी पदाधिकारीले भेट्दाखेरि एकजना परराष्ट्रको मान्छे राख्नुपर्छ भनेर चाहिँ व्यवस्था छ। राष्ट्रपतिदेखि लिएर विभिन्न मन्त्री कहाँ पनि एकजना परराष्ट्रको कर्मचारी त्यहाँबाट चाहिँ पठाउने गरिएकै छ। तर यो चाहिँ अब 1 to 1 भेट गर्छु भनेपछि त यो त समाधान हुन सक्ने कुरा भएन। अब हामी राजनीतिको अत्यन्त मथिल्लो तहमै कहिलेकाहीँ 1 to 1 नै भेटघाट गर्छौँ भनेपछि त त्यो सबै कुरा चाहिँ पारदर्शी हुन सक्दैन। जति सुन्छौँ त्यसलाई पत्याउनु पर्यो, त्यही पत्याएको आधारमा चाहिँ हामी अगाडि बढ्नु पर्यो। धन्यवाद। धन्यवाद। अब अन्तिममा रामेश्वर सरका कुरा सुनौँ, त्यसपछि सकौँ। यहाँ प्रश्नहरू त उठेका छैनन्। अब यो पुरुषोत्तम सरले जुन कुरा गर्नुभयो, नेपालले परिवर्तित परिस्थितिमा भारतसँग, चीनसँग, अमेरिकासँग र मैले थपेर कुरा गर्छु युरोपियन युनियनसँग, योसँग चाहिँ ट्रेड डिल चाहिँ डेफिनेटली पनि नयाँ गर्नुपर्ने हुन्छ। त्यो त्यसमा असहमति जनाउने कुरो भएन। प्रश्न उहाँको थिएन। प्रश्न प्रभाकरजीले मलाई नै टार्गेट गरेर सोध्नुभएको थियो। लिपु लेक जस्तो विषयमा हामीले विदेशी सरकारसँग अथवा प्रधानमन्त्री स्तरमा वार्ता हुँदाखेरि उठाउँछ कि उठाउँदैनौँ। लिपु लेककै नाम नलिए पनि नेपालले छिमेकी मुलुकसँग रहेका द्वन्द्व अथवा त्यस्ता समस्याको विषयमा कतिपय अवस्थामा प्रत्यक्ष रूपमा त्यो कुरा नै उठान गरेर, यदि प्रत्यक्ष रूपमा त्यही कुरा उठान गरेर भन्न गाह्रो छ भने जेनेरिक रूपमा यो जस्तै सुस्ताको समस्या हुँदाखेरि म आफै साक्षी छु, नेपाल र भारतको सीमालाई व्यवस्थित गर्नको निमित्त हामीले प्रयत्न गर्नुपर्छ, भारत सरकारले पनि गर्नुपर्छ भनेर गिरिजाबाबुले त्यो बेलामा हाम्रो मनोहर कृष्ण जानुभएको थियो, त्यो कुरा प्रष्टै उठाउनु भएको थियो। त्यही भएर त्यो नेपाली पक्षबाट त्यस्तो कुराहरू नउठाउने होइन। यहाँसम्म कि कतिपय अवस्थामा व्यक्तिगत कुराहरू पनि त्यस्तो मिटिङमा उठ्छन्। मेरो फलानु नाता पर्नेको ट्रस्टको लागि फाइनेन्सिङ गरिदिनु पऱ्यो भन्ने कुराहरू पनि त्यहाँ उठ्छ, जबकि त्यो एजेन्डामा चाहिँ हुँदैन। त्यही भएर बोल्ने कुरामा हामीहरू कमजोर चाहिँ होइन, तर ज्यादै संवेदनशील विषयमा परराष्ट्र मन्त्रालयका टोलीले पनि यो विषयमा हामीले एउटा नेगेटिभ लिस्ट जस्तो हुन्छ, यो विषयमा हामीले कुरा उठान चाहिँ गर्न हुँदैन, यो विषयमा चाहिँ हामीले कुरा उठान गर्छ भन्ने तयारी राम्रै हुन्छ। 2-3 राउन्ड मिटिङ, 3-4 राउन्डै मिटिङ यहाँ बसेर तयारी गरेर मात्रै हामी जान्छौँ अथवा सरकार जान्छ। हामी त म के भनौँ होइन, म आफू साक्षी हुँदाखेरि त्यसरी तयारी गरेर जाने गरिएको थियो। धन्यवाद। उषाजीको त मलाई के सुन्नु भएको छ नि, त्यही भएर के जवाब दिनु परेन। धन्यवाद विनुजी। ल यो झन्डै 1.5 घन्टाको यो छलफललाई चाहिँ यहाँहरूले धैर्यतापूर्वक सुन्नुभएकोमा, छलफलमा सहभागी हुनुभएकोमा यहाँहरूलाई एकदम धेरै धन्यवाद। र आएर आफ्नो लागेका कुरा, जानेका कुरा, भोगेका कुरा, देखेका कुरा सेयर गर्नुभएकोमा रामेश्वर सर र तीनैजना प्रतिनिधि सभाका सदस्यहरू एनपी साउद, शिशिर खनाल र माधव सापकोटा तीनैजनालाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो कार्यक्रम आयोजना गरेर बोलाउनु भएकोमा चाहिँ सेसेफ नेपाललाई पनि धेरै धेरै धन्यवाद दिन्छु। हस्, धन्यवाद। Thank you very much. We've come to the end of today's program. I believe we have had a very vibrant discussion today and initiated timely and significant dialogue on how Nepal can strengthen its diplomatic negotiations. We discussed a number of topics today, ranging from Nepal's negotiating process, negotiating strategies, and factors that shape negotiation outcomes and weaknesses. We developed a consensus that our negotiation strategies lack strategic planning and we suffer from an inferiority complex, which we should opt out of while negotiating and abide by our priorities, although sometimes negotiation leads to certain trade-offs.
Our bilateral negotiations with individual actors should not be influenced by external concerns, rather it should focus on Nepal's strategic interest and prosperity. It was also stressed that we lack tendency to learn from our history, from our past, and we lack institutional memories and institutional learnings. Learnings from past negotiations is crucial to build the capacity of negotiators. We should develop a unified national consensus on our negotiation strategies. Although Ministry of Foreign Affairs remains essential to bilateral negotiations, we should also simultaneously emphasize on track to diplomacy and build the momentum of trust. We also stressed on the need of developing a unified national consensus. We need to strengthen our institutions, ensure inter-institutional coordination and oversight mechanisms to ensure bilateral agreements are into the parliamentary scrutiny. We also will be sharing the proceeding reports of our today's program in a few days. Finally, I'd like to take this opportunity to thank everyone for making this event a success. I thank our valuable panelists, the presenters and the moderators for their insights. I thank everyone in the audience, including foreign policy experts, former ministers, honorable members of parliament, ambassadors, former secretaries, bureaucrats, professors and academicians, and journalists for making this program a success by actively participating in the discussions. I also would like to thank the colleague at CESIF for their efforts to materialize this seminar, and I thank you all for your active participation. Let's continue the discussion on strengthening Nepal's negotiations capacity. Thank you again, have a good evening, and please join us for the dinner outside. Thank you.